powered by for connecting life with learning. Grace International, connecting life and learning. This episode is supported by बाहिर बस्ने मान्छेले क्वालिटी अफ लाइफलाई कसरी डिफाइन गर्ने? एउटा तपाईँको भौतिक सुविधा हैन, एउटा तपाईँको मानसिक सुविधा। संसारको जुनसुकै कुनाबाट आओस्, जुनसुकै छालाको रङ होस्, फरक पर्दैन। राम्रो काम गऱ्यो भने माथि बढिन्छ। अमेरिका जस्तो पहिले पूर्वाधार पाएको छैन नेपालमा, र त्यस्तो नराम्रो पनि यहाँ छैन। नेपाल आएर के गर्ने भन्ने बारेमा फोकस गर्नुभयो, रिसर्च गर्नुभयो। पहिलो कुरा त अमेरिकाबाट फर्क्यो भन्न पाएको छैन, मान्छेहरूले चाहिँ किन फर्कायो भन्ने क्वेसन सोध्थे हैन। तपाईँले त बौला कुकुरले टोकाएको छ, यी क्या हो भनेर पनि भने मलाई है। तर सबभन्दा ठुलो च्यालेन्ज चाहिँ ग्रिन हाउस बनाउनु होला। इन्स्टल कसले गर्ने? ग्रिन हाउस बनाउनलाई त चाहियो रिसोर्स। हाम्रो कृषिमा चाहिँ बाधा चाहिँ केही पनि पुगेको छैन। बाधा भएको छैन। बिजनेसमा एउटा टर्म कस्ट अफ अक्वायरिङ अ कस्टमर भन्छ होइन। अब एउटा कस्टमर अक्वायर गर्नलाई हजारौँ डलर पनि खर्च गर्नुपर्छ क्या। यहाँ खासै यस्तो हुँदै भएन। जिडिपीमा कृषिको कन्ट्रिब्युसन 25%को हाराहारीमा रहेछ, तर इम्प्लोइमेन्टको हिसाबले 60% जस्तोमा रहेछ होइन। नयाँ तरिकाले कृषि सोच्ने हो भने चाहिँ होइन, एउटा सोर्ट अफ लाइक क्रान्ति नै गर्नुपर्ने छ। कृषिमा हाम्रो पोटेन्सियालिटी छ है, यही हो है हाम्रो भनेर त यो त छलफल त चलिरहेछ। यो ब्याङ्किङ प्रणाली कसरी चाहिँ धितो नराखिकन पाउँदै भयो। समाधान के भनेपछि नेपालमा क्यापिटल नभएको होइन क्या, पुल्स अफ क्यापिटल छ होइन। तर अहिलेको मेरो कन्टेक्समा मलाई के लाग्छ, ब्याङ्कको चाहिँ सोर्ट अफ मोनोपोली नै छ क्या। आफू नै बसेको घरबारी नै धितो राख्दा मान्छेलाई डर लागिहाल्छ नि। यति बेला चाहिँ एडभोकेसीको खाँचो छ, क्लियर ड्यासिङ एडभोकेसीको खाँचो छ। सबै थोक ग्रिन हाउसमै पनि हुन्छ भन्ने पनि छैन, अरू चिज पनि हुन सक्ला। प्रोडक्टको पोर्टफोलियो बढाउने होइन। नेपाल सरकारले सबै होटेलहरू बनायो भए हाम्रो आज यो यति राम्रो पर्यटन सेक्टर हुँदैन। यो सबै निजी सेक्टरले गरायो भएर हो नि। नमस्कार, दूरदेखि दिक्पालसँगको यो अर्को श्रृङ्खलामा तपाईँलाई धेरै धेरै स्वागत छ। आज पनि म एउटा नयाँ अतिथिको साथमा हाजिर भएको छु तपाईँको सेवामा। आदरणीय दर्शक, तपाईँलाई थाहा होला यो कार्यक्रम सुरु हुनुभन्दा अगाडि मैले संक्षिप्त जानकारी गराएको थिएँ कि किन मैले यो टक सिरिज सुरु गरेँ भनेर। आजको कार्यक्रम चाहिँ यो टक सिरिज सुरु हुनुको गुदीसँग जोडिएको छ। म जस्तै थुप्रै युवाहरू रहर या बाध्यताले विभिन्न बहानामा विदेशमा गयौँ। आफ्नो सङ्घर्षपूर्ण जीवन, अध्ययन, धेरै वर्ष हामीले त्यहाँ बितायौँ। परिवारको निर्माण पनि गऱ्यौँ। तर सधैँ मनमा एउटा सपना चाहिँ बाँचिरह्यो, त्यो फर्केर फेरि आफ्नै देशमा आएर केही गर्ने। धेरैजनासँग त्यो सपना छ, तर कतिपयलाई आजको नेपालबारेको गलत अवधारणाले त्यो कन्फिडेन्ट आइराखेको छैन फर्कौँ केही गरौँ भन्ने। अथवा कतिले आफ्नो निजी जीवनका केही बाध्यताहरू पनि होलान्, केही परिस्थितिहरू पनि होलान्। तर त्योभन्दा पनि ठुलो कुरा आजको नेपाल बुझाइबारे चाहिँ धेरैको गलत धारणा छ। खास गरी पहिलो विश्वमा बसोबास गर्ने नेपालीहरू जो अलिकति क्वालिटी लाइफको कुरा गर्नुहुन्छ, अर्थोपार्जनका हिसाबले, फाइनेन्सियल हिसाबले पनि साउन्ड हुनुहुन्छ, अध्ययनका हिसाबले पनि उहाँहरूको प्रोफेसनल करियर छ, त्यो सब चिजलाई थाती राख्दा एउटा नयाँ सुरुवात गर्ने जोखिम मोल्नलाई धेरैजना तयार हुनुहुन्न। त्यसका पछाडि पनि देशको पोलिटिकल इन्स्टेबिलिटी र त्यसले निम्त्याएको या यहाँको ब्युरोक्रेसीमा व्याप्त भ्रष्टाचार, धेरै कुरा हामीलाई लाग्छ कि यी कुराको कारणले त्यहाँ गएर त्यहाँको सिस्टममा एडजस्ट भएर बस्न सकिँदैन। आज मेरो एउटा यस्तो प्रेरणादायी अतिथि हुनुहुन्छ जसले आफ्नो 20 वर्ष लामो अमेरिकी बसाइलाई बिट मार्दै नेपालमा, त्यो पनि कृषि क्षेत्रमा आफ्नो कर्म गर्दै हुनुहुन्छ। म उहाँको विगत या अमेरिकामा रहँदाको खास गरी फाइनेन्सियल सेक्टरमा उहाँको लामो करियर, त्यसको विषयमा त्यति धेरै गोत्लिने छैन। तर अमेरिकाबाट नेपाल यात्रा पश्चात उहाँको जीवनलाई केही गहन तरिकाले हेर्ने, केही चर्चा गर्ने कोसिस गर्नेछौँ। आई होप आजको कार्यक्रमले तपाईँ सबैको दिमागमा नेपाल जाउँ, केही गरौँ या नेपालको प्रोडक्टिभिटीसँग कनेक्ट गरौँ भन्ने लागेको छ भने यसले धेरै खालको जानकारी तपाईँलाई मिल्न सक्छ। आउनुहोस् उहाँलाई स्वागत गरौँ। मसँग हुनुहुन्छ प्रणव लोहनी। प्रणवजी स्वागत छ, वेलकम टु माई सो। नमस्कार। तपाईँसँग तपाईँको योभन्दा अगाडिको एउटा पोडकास्ट पनि हेर्ने मौका पाएँ है।
र अहिले पनि अलिकति संक्षिप्त कुराकानी भयो। 20 वर्षको अमेरिकी बसाइ, अब अमेरिका त सपनाको देश धेरै मान्छेको लागि होइन, र एकदमै उम्दा करियर, एकाडेमिक ब्याकग्राउन्ड पनि त्यस्तै तपाईँको। त्यो सब चिजलाई छोडेर अब म नेपालै जान्छु भन्ने, आई थिङ्क दिस इज द बिग क्वेसन है तपाईँको लागि, अब तपाईँकै निजी जीवनको लागि होइन, सबैको लागि हो, दिस इज द बिगेस्ट क्वेसन। सो वाट वाज द्याट मोटिभेसन? त्यो के थियो, कसरी त्यो तपाईँको दिमागमा आयो? अब लामो समयदेखि तपाईँले सोचिरहनु भएको थियो, या अल अफ अ सडन कुनै सर्टन इन्सिडेन्टले तपाईँलाई ट्रिगर गर्यो? सो त्यो पोइन्ट, त्यो अवस्था, त्यो सिचुएसन अलिकति सुनाइदिनुहोस् न हामीलाई। हस्, धन्यवाद। मलाई यहाँ बोलाइदिएर अवसर दिनुकोमा धेरै धेरै धन्यवाद। म 19.5 वर्ष अमेरिका बसेँ। म अध्ययनको क्रममा वहाँ गएको हो, त्यसपछि काम सुरु गरेँ। अब किन हामी फर्क्यौँ, परिवार फर्क्यौँ भन्ने कुरा गर्दाखेरि चाहिँ छोराको लागि राम्रो हुन्छ भन्ने हामीलाई लाग्यो, म र मेरो श्रीमतीको लागि। किनभने हामी ठ्याक्कै कोभिड सुरु हुनुभन्दा अगाडि हाम्रो छोरा 2.5 वर्ष हुँदाखेरि यहाँ आएको थियौँ। त्यो बेलामा 2 हप्ता जति बस्यो। त्यो बेलामा उसले यति रमाइलो मानेर आफ्नो सम्पूर्ण परिवार होइन, ठुलै परिवार भनौँ न, उसले यति रमाइलोसँग समय बितायो होइन। अनि त्यो साथसाथै उसलाई उसका वरिपरिका अरू मान्यजन, उसका हजुरबा हजुरआमाहरू, काका काकीहरू, बुढो हजुरबा हजुरआमा, उहाँले यति रमाइलो माने कि होइन। त्यो बच्चाको लागि चाहिँ हामीलाई चाहिँ के लाग्यो भनेपछि नेपाल फर्किँदाखेरि राम्रो हुन्छ कि भन्ने सोच आउन थाल्यो। जब हामी 2 हप्ता सकाएर अमेरिका फर्क्यौँ, कोभिड सुरु भयो। त्यो कोभिड सुरु भएदेखि चाहिँ त्यसपछि अनि यसले चाहिँ हामीलाई धेरै, त्यो बेलामा जुन हामीले क्वारेन्टाइनमा आइसोलेसनमा बस्नु पर्थ्यो नि, त्यसले गर्दा चाहिँ हामीलाई ट्रिगर भयो जस्तो लाग्छ। अनि त्यो सिलसिलामा चाहिँ अब नेपाल त जाने, नेपाल आएर के गर्ने भन्ने कुरामा चाहिँ समय लाग्यो। त्यही सिलसिला नै खास हामीलाई चाहिँ ट्रिगर। 15 दिन, त्यो 15 डेज, त्यो 15 डेजमा जुन यहाँ एकदम गोल्डन डेज जस्तो भयो कि। अनि त्यसले गर्दा चाहिँ हामीले चाहिँ त्यसपछि प्रक्रिया सुरु भयो। अब तपाईँले बच्चाको लागि राम्रो भन्नुभयो त, ठ्याक्कै अर्को ओपिनियन छ कि अहिले धेरैजनामा सुनिन्छ कि नेपाल किन नफर्किने भन्दा यही एन्सर दिन्छन्, केटाकेटीको बेटर फ्युचरको लागि पनि यही ठिक छ भन्ने खालको कुरा गर्छन् कि बाहिर बस्ने मान्छेहरूले। तपाईँले चाहिँ बच्चाको लागि राम्रो एउटा सोसियलाइजिङ फ्याक्टर, एउटा फ्यामिली एफिलिएसन्स होइन, अब ठुलो फ्यामिलीमा आफ्नो म्यानेजरहरूसँग हुर्किँदाखेरि एउटा डिफ्रेन्ट क्यारेक्टर बिल्ड हुन्छ, केटाकेटीमा राम्रो हुन्छ होइन, त्यो त छँदैछ। तर अपर्च्युनिटी, एडुकेसन, हेल्थ सर्भिस, जसको अस्योरेन्स हामी हाम्रो केटाकेटीहरूको लागि होस् भन्ने चाहन्छौँ, त्यो कन्टेक्स्टमा तपाईँलाई कसरी सोच्नुभयो? अब त्यो कन्टेक्स्टमा सोच्दाखेरि हामीलाई चाहिँ कस्तो लाग्छ भनेपछि कुनै पनि बच्चाले के सिक्छ भन्ने कुरामा चाहिँ उसले आधा कुरा चाहिँ शैक्षिक संस्थामा सिक्छ जस्तो लाग्छ, आधा कुरा चाहिँ घरमा सिक्छ जस्तो लाग्छ। तपाईँले संसारको जुनसुकै महँगो बोर्डिङ स्कुलमा लगेर राखिदिनुहोस्, त्यो बच्चा त्यो राम्रो बोर्डिङ स्कुलमा राख्यो भन्नेमा राम्रो हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन होइन। र कुनै घरमै पढाउनुहोस्, त्यो बच्चा नराम्रो हुन्छ भन्ने पनि कुनै ग्यारेन्टी छैन होइन। अहिले नै हामीले नेपालकै सन्दर्भमा हामीले हेऱ्यौँ भने धेरै राम्रो पढेको, पढाइ मात्रै होइन कि धेरै राम्रो काम गरेको महानुभावहरू हुनुहुन्छ, जो अहिले धेरैजना रिटायर पनि हुने उमेर पुगिसक्नुभयो। उहाँहरू कतिजनाको त शिक्षा त घरमै आफ्नै गाउँमा आफ्नो बाजे बजेसँगै सुरु भएको, कतिजनाले त 10 वर्ष 12 वर्ष नभइकन अङ्ग्रेजी पनि बोल्नु भएन होइन, सिक्नु भएन। त्यस्तो ठाउँमा बसेका मान्छे नै ठुलो प्रगति गर्नु भएको छ होइन। सो भन्न खोज्दाखेरि कस्तो लाग्छ भनेपछि देश, समाज, शैक्षिक संस्था होइन, त्यसले चाहिँ खास त्योभन्दा पनि त्यति मात्रै चाहिँ लिमिटिङ फ्याक्टर होइन जस्तो लाग्छ मलाई। शैक्षिक संस्था मात्रै होइन र त्यसले त्यो बच्चाले कसरी हुर्कायो, कसले हुर्कायो, कुन समयमा हुर्कायो, कसरी हुर्कायो पनि धेरै फरक जस्तो लाग्छ मलाई चाहिँ। अनि त्यही भएर हामीले चाहिँ नेपालमा आएर पनि अब अमेरिका जस्तो स्कुल नहोला, त्यो छुट्टै कुरा हो होइन, तर यहाँ पनि एकदम राम्रो राम्रो स्कुलहरू छन्, नभएको होइन काठमाडौँमा होइन। अनिखेर हामीलाई चाहिँ के लाग्यो भने चाहिँ यहाँ नै राम्रो हुन्छ जस्तो लाग्ने भएर त्यो चाहिँ एकदम ट्रिगरिङ फ्याक्टर हो। त त्यसले मात्रैलाई भने त आएको होइन होइन। अब यहाँ आएर नयाँ चिज गर्न सक्छु, नयाँ काम गर्न सक्छु होइन। अनि यहाँ चाहिँ हाम्रो क्वालिटी अफ लाइफ जुन भनिन्छ नि, उता भन्दा यहाँ राम्रो हुन्छ भन्ठानेरै हामीले चाहिँ नेपाल फर्केको। यो अर्को क्वालिटी अफ लाइफ भन्ने
यसमा पनि अलिकति कुरा गर्न मन लाग्यो तपाईँसँग बाहिर बस्ने मान्छेले क्वालिटी अफ लाइफलाई कसरी डिफाइन गर्ने बेटर इन्फ्रास्ट्रक्चर बेटर सर्भिस बेटर लिभिङ स्टाइल सो यसले केही अर्थ राख्छ क्वालिटी अफ सर्भिसमा कि एकदमै रिल्याक्स स्ट्रेसलेस आनन्दको जीवन सो यो त दुवै कुरा कन्सिडर हुन्छ होला नि अब क्वालिटी अफ लाइफ भन्नाले हामीले दुई भागमा विभाजित गर्न मिल्छ एउटा तपाईँको भौतिक सुविधा होइन एउटा तपाईँको मानसिक सुविधा मानसिक स्थिति होइन स्थिति भन्छ होइन अब अमेरिकामा कस्तो छ भने चाहिँ म अरू देशको भन्न सक्दिनँ किनभने म नेपालमा जन्मेँ नेपालमा हुर्केँ सिधै अमेरिका जानुभयो त्यसो अमेरिका है म ठ्याक्कै मेरो भनौँ न कुनै पोइन्टमा चाहिँ 20 वर्ष अमेरिका 20 वर्ष नेपाल जस्तो थियो कि अनि हेर उहाँ चाहिँ भौतिक सुविधा एकदम राम्रो छ होइन राम्रो काम गऱ्यो भने मेरिटोक्रेसीको समाज हो जुनसुकै संसारको जुनसुकै कुनाबाट आओस् जुनसुकै छालाको रङ होस् फरक पर्दैन राम्रो काम गऱ्यो भने माथि बढिन्छ होइन त्यो अनुसार पैसा पनि कमाइन्छ भौतिक सुविधा सबै राम्रो छ होइन तर त्यो भन्दैमा होइन मानसिक स्थिति चाहिँ स्ट्रेस फ्री चाहिँ हुँदैन कि अब हाम्रै कन्टेक्स्टमा हाम्रै धेरैजना साथीभाइहरूको परिवारहरूको एकदम राम्रो छ होइन तर जहिले पनि केही न केही चाहिँ एउटा लाइक बर्डन चाहिँ फिल हुन्छ कि होइन जुन चाहिँ अहिले आएर नेपाल आएर बसेर 3.5 वर्ष भयो फर्केको बस्दाखेरि चाहिँ त्यो स्ट्रेस चाहिँ केही नभए जस्तो कि एकदम खुसी भए जस्तो चङ्गा होइन अब चङ्गा पर्फेक्ट वर्ड तपाईँले भन्नुभयो चङ्गा भए जस्तो लाग्छ कि होइन सो त्यो क्वालिटी अफ लाइफ भन्ने हिसाब गर्दाखेरि हो अमेरिका जस्तो पहिले पूर्वाधार पाउँदैन पाएको छैन नेपालमा होइन तर त्यस्तो नराम्रो पनि यहाँ छैन हेर्नुहोस् होइन अब कति कुराहरूको नपाइने हुँदा रिस पनि उठ्छ यस्तो कति सहिलो थियो होइन एमाजोनमा एक क्लिक गरेर ठ्याक्कै घर दैलोमा आइदिन्थ्यो सामान होइन अब त्यही सामान यहाँ खोज्नलाई अलिकति हस्याङ फस्याङ गर्नुपर्छ होइन त्यति सहिलोसँग आइपुग्दैन होइन तर मैले भन्न खोजेँ क्वालिटी अफ लाइफ चाहिँ को गर्दाखेरि भौतिक सुविधा मात्रै होइन कि आफ्नो मानसिक लङ रनमा चाहिँ त्यो दुईमध्ये कुन महत्त्वपूर्ण भन्दा डेफिनेटली मानसिक स्वास्थ्य चाहिँ झनै बेसी महत्त्वपूर्ण छ हजुर अब पश्चिमामा चाहिँ मानसिक स्वास्थ्य नै आई थिङ्क वान अफ द बिगेस्ट अलार्मिङ फ्याक्टर भइरहेछ पब्लिक हेल्थमा यति बेला त है अब तपाईँलाई त्यो 15 दिनको नेपाल बसाइले एउटा ट्रिगर भयो रियलाइज गर्नुभयो फर्किनुपर्छ भनेर त्यसको कति वर्षपछि फर्किनु भयो त्यसको यो हामी मार्च 2020 को कुरा हो अब हामी ठ्याक्कै कति बेला एन्ड अफ मार्च अर्ली अप्रिल जस्तो लाग्छ मलाई त्यो बेलामा हामी 2 हप्तालाई यहाँ थियौँ होइन अब ठ्याक्कै कोभिडको वेभहरू आइरहेको थियो हामी युएस फर्केपछि त्यसको हामी भनौँ न कति महिना भयो 9 महिनाभित्रमा आइपुगेको थियौँ हो इट वाज सो क्विक त्यसो भए त है सो त्यो 9 महिना चाहिँ तपाईँले नेपाल आएर के गर्ने भन्ने बारेमा फोकस गर्नुभयो रिसर्च गर्नुभयो हजुर त्यो अलिकति त्यो एक्सपिरियन्स सुनाइदिनु न जब वेन यू डिसाइडेड कि ओके अब नेपाल फर्किनुपर्छ बच्चाकै लागि पनि नेपाल फर्किनुपर्छ भन्ने भइसकेपछि त्यसपछिको प्रोसेस के थियो त्यसपछिको प्रोसेस चाहिँ त्यसपछिको प्रोसेसमा हामीले के गऱ्यौँ भनेपछि 2 जनामा 1 जनाको चाहिँ काम अथवा पर्पस हुनुपर्छ भन्ने डिसाइड गऱ्यौँ होइन अब मेरो पनि त्यो बेला ठ्याक्कै फेरि कामहरू पनि अलिकति भनौँ न फ्लेक्सिबल नै होइन अलिकति ट्रान्जिसन फेजमा थियो ल ठिक छ अनिखेर मेरो श्रीमतीको चाहिँ काम राम्रो अगाडि बढिरहेको थियो त्यसमा म फोकस गर्छु भनेर भने नेपाल आएर के गर्न मिल्छ त भनेर त्यसपछि मैले सोच्न थालेँ होइन अब नेपाल आउने क्रम चाहिँ अलिकति मलाई पहिला पनि आउन मन भइ नै रहेको थियो यहाँ आएर अलिकति काम पनि गरेको थिएँ नगरेको छ होइन अब त्यो आएर के गर्ने भन्दा पनि फेरि एउटा पोइन्टमा कस्तो पनि पुगिसकेको थियो मलाई पहिलेदेखि नै आफ्नै केही गरौँ भन्ने चाहिँ त्यो इच्छा चाहिँ थियो बिजनेस गरौँ या आफै केही आफ्नै केही इच्छा थियो त इच्छालाई अब परिणत गर्नु त गाह्रो काम हो नि त होइन आइडिया सबैको हुन्छ एक्जिक्युसन सबभन्दा गाह्रो पार्ट हो भन्छन् होइन अब त्यो के गर्ने होइन अब 20औं वर्ष होइन त्यो बेलामा वैवाहिक जीवन पनि 10 वर्ष भइसकेको थियो अब केही छोडेरै नयाँ चिजै गर्ने हो भने चाहिँ बरु आफ्नै लागि गरौँ अरूको ठाउँमा अरूको कम्पनीमा जागिर खानु भन्दा पनि सो त्यही क्रममा चाहिँ मैले नेपाल आएर के गर्न मिल्छ भन्ने हेर्न थालेँ सोच्न थालेँ होइन अब त्यसपछि अब त्यसरी सोच्दाखेरि चाहिँ बरु केही नयाँ के गर्न मिल्छ भन्ने चाहिँ खास सोच आयो अलि इनोभेटिभ अलि फरक अनि मैले यसो डिफ्रेन्ट सेक्टर अब म त्यत्रो म त्यहाँ हजुरले भने जस्तै अघि न
अब मैले त्यो बेलासम्म 15 वर्ष जस्तो अमेरिकामा जागिर खाइसकेको थिएँ होइन अमेरिका जागिर खाइसकेको थिएँ त्यो पनि फाइनेन्स सेक्टरमा अब वल स्ट्रिटमा इन्भेस्टमेन्ट साइडमा गराएको थिएँ अब त्यही काम यहाँ आएर फाइनेन्समा गर्न खोजे भए होइन अङ्ग्रेजीमा एउटा वर्ड छ फ्रेज छ भनौँ न द पाथ अफ लिस्ट रेजिस्टेन्स होइन ल आयो यहाँ आएर केही एक्सप्लोर गर्यो अब फेरि मलाई के लाग्यो भनेपछि फाइनेन्स सेक्टरमा नेपालमा आएर गर्दाखेरि होइन मैले गरेको काम अलिक धेरै नै अलिकति एडभान्स थियो यहाँ हाम्रो त्यो एज अ सेक्टर पुगिसकेको पनि छैन इम्प्लिकेबल त्यति त्यो गर्न खोज्दाखेरि मलाई कति वर्ष लाग्छ थाहा छैन होइन अननोन भयो अनि अरू सेक्टरहरू हस्पिटालिटी हेरेको टुरिज्म हेरेको एनर्जी नै हेरे हो अनि इन्फ्रास्ट्रक्चर होइन जहाँ चाहिँ नेपालमा अलिक ठुलो निड देखिरहेछ नि प्राइभेट सेक्टरबाट निजी सेक्टरबाट होइन धेरै त्यो हेर्दाखेरि अनि त्यसपछि अब कृषि पनि हेऱ्यो होइन अब यी सबै गर्दाखेरि अब कहाँ चाहिँ नयाँ चिज भएको छ जस्तै फाइनेन्स सेक्टरमा अब भनौँ न हामी 20-30 वर्षमा अब 2टा सरकारी ब्याङ्कबाट हामीले ठुलो होइन अहिले त हाम्रो नेप्सेको हिजो मात्रै मैले डेटा हेरेको थिएँ 50-60% नै मार्केट क्यापिटलाइजेसन नै ब्याङ्क्सको फाइनेन्सियल अब तिनीहरूले हजारौँ मान्छेलाई रोजगारी दिएको छ होइन जुन 40 वर्ष अगाडि इमेजिन गर्न सक्दैन दुईटा ब्याङ्क थियो वाणिज्य ब्याङ्क र नेपाल ब्याङ्क 1984-85 तिर नेपाल अरब ब्याङ्क भनेर पहिलो प्राइभेट सेक्टर ब्याङ्क सुरु भयो होइन त्यसरी नै एनर्जीकै कुराहरू न अब 10-12 वर्षमा होइन हामीले फड्को नै मारिसक्यौँ यसमा होइन अब हस्पिटालिटी सेक्टर भनेको कुरा भएको जे होस् 1960-70 चाहिँ नेपाल पर्यटकहरूलाई खुला भन्न थाल्यो त्यसमा ठुलो छ तर यसो यसलाई लाग्दा कृषिमा खासै के भए जस्तो लागेन क्या नयाँ चिज होइन जस्तो मेरो हजुरबाले दाङमा पहिला खेती गर्नुहुन्थ्यो अहिले पनि मोटामोटी उस्तै नै छ होइन अलिकति छेउछाउमा इन्क्रिमेन्ट भएको छ चेन्ज भएको छ होइन नयाँ चिज गोरुको हलो जोत्ने ठाउँमा ट्र्याक्टर आयो त्यति मात्रै फरक भयो अरू चाहिँ प्रिटी मच अब बिउहरू राम्रो आएछ होइन पहिला एकदमै रैथाने बिउहरू प्रयोग गरिन्थ्यो अहिले हाइब्रिड बिउहरू प्रयोग गरिन्छ त्यसले चाहिँ उत्पादन बढेको छ होइन बजारीकरण जस्तो त्यस्तै छ अनि यसो सोध्दै जाँदा अब आफ्नो पारिवारिक पृष्ठभूमि पनि कृषिमै थियो होइन अब मेरो हजुरबा लाइक फुल टाइम कृषकै हुनुहुन्थ्यो होइन मेरो काका पनि कृषकै हुनुहुन्थ्यो त्यो कृषिमा केही गर्न नभए जस्तो लाग्यो क्या अनि त्यसपछि चाहिँ निखेर त्यो प्रोसेस अफ इलिमिनेसन भनौँ न गर्दै जाँदाखेरि चाहिँ कृषिमा आइपुगेको हो होइन सो त्यो चाहिँ अब त्यो भने यो गर्ने क्रम चाहिँ अब ठ्याक्कै अहिले त मलाई भन्न गाह्रो छ तर प्रब्लली 1-2 हप्ता जस्तो लाग्यो होला कृषिमा आइपुग्यो डिसाइड ओके म यहीँ जान्छु यो सेक्टरमा प्रोसेस ओके गर्दै जाँदाखेरि चाहिँ नि कृषिमा अब यो चाहिँ आई थिङ्क दिस इज भेरी इन्ट्रेस्टिङ कि यो धेरै मान्छेलाई 15 वर्ष एउटा सर्टेन करियरमा एउटा लिगेसी बनाइसकेपछि नलेज वाइज एक्सपिरियन्स वाइज होइन त्यो इन्डस्ट्री को लाई अन्डरस्ट्यान्ड गर्ने मामिलामा अनि धेरैवटा मान्छेलाई के लाग्छ भने म 15 वर्ष यहाँ बिताएछु आई डु हेभ दिस सेट अफ नलेज होइन अब यसलाई चाहिँ म त्यहाँ गएर लगानी गर्न पाएँ भने काम गर्न पाएँ भने आई थिङ्क मैले कन्ट्रिब्युट पनि गर्न सक्छु यो मेरो एक्सपर्टाइज नै यही हो नि त मेरो भन्ने हुन्छ तपाईँ चाहिँ त्यो जोनबाट टक्क बाहिर निस्केर एउटा बिल्कुलै नयाँ एरियामा गएर काम गर्नु चाहिँ अब आई थिङ्क यो प्रोग्राम हेरिरहेको लागि पनि मेरो लागि पनि इट्स सरप्राइजिङ यहाँ त्यो डिसिजन गरिसकेपछि नेपाल आइसकेपछि प्रतिक्रिया मान्छेहरूको के थियो त्यो यत्रो लामो करियर एन्ड यु डुइङ दिस भन्दा मान्छेले कसरी लिए यसलाई अब यसमा अब अहिले आएर चाहिँ धेरै स्टार्ट फ्रम फ्यामिली परिवारैबाट भन्दाखेरि सुरुमा चाहिँ एक हिसाबले खास प्रतिरोध चाहिँ भएन आउनै हुँदैन होइन आएर के गर्ने भने चाहिँ होइन तर आउने हो भने चाहिँ सही कारणको लागि एउटा रिजन लिएर आउनुपर्छ आउँदा चाहिँ अनि हामीलाई पनि त्यही लाग्यो हामीले पनि विभिन्न साथीहरू भेटेका थियौँ जो चाहिँ नेपाल फर्कियो विभिन्न आफ्नो उमेरको हिसाबमा होइन नेपाल जान्छु फिगर आउट गर्छु 1 वर्ष 2 वर्ष केही भयो भने भयो भएन भने फर्किन्छ आउँछु भन्दा हामीलाई त्यस्तो गर्न मन लागेन क्या जाने भने चाहिँ जाने अनि कि त जाँदैन जाने नो ब्याक एन्ड फोर्थ होइन अब त्यही गर्ने क्रममा चाहिँ यो जुन हाम्रो 9 महिना मैले जुन बिताएँ नि अप्रिलदेखि जनवरी 31 2001 ल्यान्ड गरे हो होइन अब त्यो क्रममा चाहिँ हो हामीले धेरैजनालाई भनिरहेको थिएनौँ अलि प्लान कङ्क्रिट नभएसम्म होइन लाइक दुबई साइडमा बुवा आमालाई पनि अपडेट गरेर आएको थियौँ यस्तो भइरहेछ होइन चान्स पनि छ 50-50 भइरहेछ 60-40 भयो 75-25 भयो भन्नेतिर त्यसरी लगिरहेको थियो त्यो मुख्य क्रम चाहिँ मेरो जुन मैले अहिले जुन गरिरहेको छु यसको चाहिँ खाका बनाइरहेको थिएँ क्या मैले एटलिस्ट पेपरमा चाहिँ प्लानहरू बनाइरहेको थिएँ होइन अब त्यो गर्ने क्रममा मैले धेरै रिसर्चहरू गरेँ होइन
सो यहाँ आएर फर्केर आएपछि चाहिँ अब पहिलो कुरा त अमेरिकाबाट फर्क्यो भन्न पाएको छैन मान्छेहरूले चाहिँ किन फर्कायो भन्ने क्वेसन सोध्थ्यो होइन अनि म यस्तो काम गर्न लाग्छु कृषि गर्न लाग्नु भएको छ सबजना कृषि छोडेर हिँडिरहेछ मान्छे निस्किरहेछ होइन अनिखेर कृषि नै छोडेर अरू नेपालमै बसे पनि अरू क्रममा गएको छन् त्यो माथि पनि बाढी आस्तरी नेपालबाट बाहिरहरू मान्छे गइरहेछन् होइन किन कृषि अनि मैले त्यहीलाई नै भन्थेँ कि त्यही भएर त कृषि नै एक्ज्याक्टली होइन त्यही भएर नै कृषि भनेर भन्दाखेरि एउटा निड आइरहेछ जुनमा चाहिँ हामीले चाहिँ नयाँ चिज गर्न सकिन्छ अनिखेर अपर्च्युनिटी पनि एकदम राम्रो छ भन्ने देखेँ एटलिस्ट पेपरमा देखेँ है अब होइन अब त्यो देखा भएर चाहिँ अब प्रतिज्ञाहरू अब कसैले त मलाई भन्नु पनि भयो नाम किन लिनुहोस् होइन लिनु होइन अब तपाईँले त बौला कुकुरले टोक्या छ यी क्या भनेर पनि भन्यो मलाई है त्यो एउटा दिन चाहिँ म बिर्सिनँ क्या कहिले पनि मेरो जिन्दगीमा चाहिँ होइन अहिलेसम्म म 3.5 वर्ष फर्केर आएको त्यो दिन मात्रै त्यो दिन 2जना मान्छे चाहिँ मलाई साँच्चीकै मैले बेठी गरेँ कि त फर्केर आएको भने एक दिन मात्रै भयो त्यसपछि म एक दिन चाहिँ तपाईँलाई त्यस्तो फिल गरायो होइन त्यो बाहेक चाहिँ खास त्यस्तो भएन अब त्यसपछि अब आएर चाहिँ जब मेरो अब जुन मैले काम गरिरहेको छु होइन अब यसमा मलाई केही समय लाग्यो सुरु रिजल्ट आउँदै गयो अब रिजल्ट आउँदै गएपछि चाहिँ अब चाहिँ धेरैले होइन झन् प्रोत्साहन दिनुहुन्छ क्रिटिसाइज गर्नेहरू अहिले इम्प्रेस्ड भयो नि त त्यो क्रिटिसाइज गरे मान्छे त मैले भेट्न पाएको छैन अहिलेसम्म होइन उहाँले मलाई के भन्नु त थाहा छैन होइन उहाँले मलाई सम्झिनुहुन्छ कि हुन्न नि थाहा छैन होइन अनिखेर फेरि भएको चाहिँ म यो भनौँ न लगानी जुटाउने क्रममा एउटा ठुलै त्यो क्यापिटल प्रोभाइडरको अफिसमा भएको कुरा हो होइन म को मान्छे कुन कहाँ भन्छ म भन्दिनँ होइन त्यस्तो भएको हो होइन उहाँलाई मैले भेट्न मौका पाएको छैन उहाँले मलाई सम्झिँदा नि सम्झिनुहुन्न होला तर अब आएर चाहिँ जस हुन्छ नि ओभरअल 2 वर्ष भनौँ 3.5 वर्ष भयो फर्केको 2 वर्ष भयो प्रोडक्ट साइकल भएको होइन खुसी नै छु होइन अझै धेरै काम गर्न बाँकी छ होइन तर जुन तरिकाको माया सहानुभूति प्रोत्साहन पाइराखेको छ नि कामको हिसाबले त्यसले चाहिँ अझै केही गर्ने अझै ठुल्ठुलो अवसरहरू चाहिँ देखिरहेको छु क्या मैले चाहिँ अलिकति फेरि म थोरै पछाडि फर्काउँछु है when you decided अब तपाईँको आफ्नै फ्रेन्ड्स एन्ड फ्यामिली सर्कल त युएसमा थियो त्यतिका वर्ष बस्दाखेरि होइन तपाईँको आफ्नै खालको नेटवर्क थियो होइन म नेपाल फर्किन्छु भन्दाखेरि त्यहाँ प्रारम्भिक प्रतिक्रिया के थियो त्यहाँ युएसमा एक्चुअली म एकदम सरप्राइजै हुन्छु यो भन्दाखेरि होइन हजुर पनि सरप्राइज हुनुहुन्छ होला 10 जनामा 8 जनाले हामीलाई पनि फर्किन मन छ भनेको थियो एकजना 1 out of 10 ले चाहिँ न्युट्रल आयो तपाईँ केही खास एकजना चाहिँ चान्सै छैन भनेको थियो होइन अब धेरैले चाहिँ तर मुख्य कुरा चाहिँ अड्किँदै के भनेपछि अब मैले भनेको चाहिँ मैले 15 वर्ष फाइनेन्समा काम गरिसकेको थिएँ अब कति साथीहरू हुन्छ 15 वर्ष 20 वर्ष युनिभर्सिटीमा प्रोफेसर भएर काम गरिसकेकाहरू होइन कुनै प्राइभेट कम्पनीमा काम गरिसकेका पब्लिक कम्पनी गरिसकेका फेडरल गभर्मेन्ट लोकल गभर्मेन्ट यताउति काम गरिसकेलाई 15-20 वर्ष काम गरिसकेका मान्छेलाई चटक्कै छोडेर होइन नयाँ चिज नयाँ सुरुवात दिनलाई त गाह्रो हुन्छ नि त अनि उहाँहरूले चाहिँ होइन तर जान त जाने तर गएर के गर्ने होइन अनि मैले चाहिँ यसो गरेँ भनेपछि इन्ट्रेस्टिङ भनेर सबैको कमेन्ट आउँथ्यो होइन धेरै कमेन्ट आयो मोस्ट अफ द पिपल मोटिभेटेड यु एन्करेज गर्छ धेरैले चाहिँ तपाईँले अब त्यो आउट अफ 10 8 भन्नु विच इज रियली सरप्राइजिङ डाटा है हेर्दाखेरि 7-8 भन्नु जो मान्छे तपाईँले हेर्दाखेरि अब तपाईँको त अरूसँग पनि इन्ट्रेक्सन भइरह होला होइन ती मान्छेहरू चाहन्छन् तर आउन सकिरहेको छैनन् त्यसको 1 2 3 रिजन भन्नु पऱ्यो भने कस्तो लाग्छ तपाईँलाई अब 1 2 3 भन्दा एउटा त मुख्य कुरा अघि मैले भनिहालेँ गएर के गर्ने होइन नेपाल फर्केर के काम गर्ने होइन अब आफूलाई केमा इन्भल्भ गराउने होइन अब सबैलाई आफ्नो कम्पनी सुरु गरेर नयाँ सेक्टरमा यो गर्न इच्छा पनि हुँदैन हेर्नुहोस् कसैलाई जागिरै खाएर बस्न मन लाग्छ होइन कसैलाई बेस्ट एन्ड इन्डिभिजुअल चोइसको पनि इन्डिभिजुअल चोइसको कुरा त्यो एउटा कुरा अब आएर के गर्ने अब दोस्रो कुरा यो कामको सिलसिला अब प्रोफेसनल अब अर्को पर्सनल लाइफ होइन अब एउटा ठाउँमा एउटा समाजमा जरा गाडी चाहिँ त्यो उखलेर नयाँ अब आफ्नो भनेर नेपालमै जन्मिया हुर्का भए पनि होइन जुन मैले अघि 15-20 वर्ष भने म कुनै पोइन्टमा होइन 20 वर्ष अमेरिकामा थियो 20 वर्ष नेपालमा थियो तर पहिलो 10 वर्ष त खास काउन्ट गर्न नि थाहा नै हुँदैन होइन त्यो बाल्यकाल नै बित्यो बल्ल 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 अब त्यो भनौँ न 7 8 9 वर्षमा त खासै केही थाहा पनि हुँदैन बाबाआमाले जहाँ लाग्यो तिनै जाने
होइन सो 10 वर्ष अलिकति बुझ्ने खाने भएको बेलामा हुन्छ होइन सो त्यो सिलसिलाले चाहिँ फेरि त्यो पहिलो 20 वर्ष र दोस्रो 20 वर्षमा हिसाब भने 20 वर्षमा खरिन्छ पनि पाएको पनि भइन्छ होइन अनि त्यो गर्दाखेरि चाहिँ दोस्रो वर्ष अब निजी जीवन होइन गएर अब कहाँ बस्ने के गर्ने बच्चाहरूको पढाइको कुरा आउँछ होइन अहिले भने जस्तै स्वास्थ्य सुविधाको कुरा आउँछ होइन त्यो आदि इत्यादिले पनि खास चाहिँ अब मान्छेलाई रोकिरहेको रोक्छ होइन यो दोस्रो पाटो जुन मैले निजी जीवन भने त्यो भन्दा पनि पहिलो पाटो हो कि मेन चाहिँ करियरमा त्यतिका वर्ष अध्ययन लगानी एउटा भेरी इम्पोर्टेन्ट एन्ड मिनिङफुल अलि ऊर्जाशील समय नै त्यहाँ लगानी भइसकेको हुन्छ नि त त्यसलाई छोड्न चाहिँ मान्छेलाई भन्नु धेरैजनाको 24-25 वर्षदेखि उमेरदेखि जागिर खाने नयाँ काम पढाइसकेर काम गर्ने सुरु हुन्छ र 25देखि 60को भनौँ न होइन भनौँ 30-35 वर्षको करियरको हिसाब गर्ने भने चाहिँ होइन ठ्याक्कै बिचमा 20 वर्षमा जब कोही मान्छे होइन कुनै कम्पनीको सिइओ हुने पोजिसनमा हाम्रो नेपाली दाजुभाइ दिदीहरू बहिनीहरू पनि हुन सक्नुहुन्छ कि ठ्याक्कै छोडेर आउनुभन्दा गाह्रो हुन्छ उहाँहरूलाई त होइन कुनै पोइन्टमा एउटा पब्लिकली ट्रेडेड कम्पनीको होइन सिइओ हुने पोजिसन लाइनमा छ भने चाहिँ होइन नास्ड्याकको अथवा एनवाइएसीको ग्याबल हान्ने बेला पुग्न पाए बेलामा होइन त्यो छोडेर आउनु पनि त गाह्रै होला उहाँहरूलाई होइन ठुलो ट्रेड अफ हो त्यो होइन सो त्यही भएर त्यसले चाहिँ एकदम उपराउँछ जस्तो लाग्छ क्या मलाई चाहिँ Welcome to Grace International. 17th year of togetherness. Discover a world of possibilities with Grace International. Your gateway to top-notch education and endless opportunities. Making record is not that easy. It's all about learning. Thank you, Grace, for connecting life with learning. Grace International. Connecting life and learning. तपाईँलाई एउटा एकदम हाइपोथेटिकल क्वेसन है एउटा यस्तो समय आउँछ जहाँ चाहिँ धेरै मानिसहरू फर्केर देश फर्किन्छन् कि यो पोसिबल छैन हाइपोथेटिकल क्वेसनलाई हाइपोथेटिकली आन्सर गर्नु पर्ला होइन अब इम्पोसिबल इज नथिङ भन्ने चाहिँ भनाइ नै छ होइन आई थिङ्क कसैको मार्केटिङ जार्गन नै हो क्या जस्तो लाग्छ मलाई अब इम्पोसिबल त भन्न मिल्दैन तर अब ट्रेन्ड चाहिँ खास राम्रै छ जस्तो लाग्छ मलाई चाहिँ रिटर्न हुने ट्रेन्ड एउटा बिस्तारै डेभलप हुँदैछ भइरहेको छ जस्तो लाग्छ मुभमेन्ट्स पनि चलिरहेको छ अमेरिकामै मलाई देश फर्किने मुभमेन्ट्स पनि चलिरहेको जस्तो लाग्छ त्यहाँ कसैले अब अर्गनाइजेसनै फर्म गरेर मुभमेन्ट चलाइरहेको जस्तो पनि देखिरहेको थियो कतै अब अरूको कन्टेक्स्ट लिन अलिक गाह्रै हुन्छ आफूले चिने बुझेको अब नेपाली दाजुभाइहरू कुराहरू चाहिँ अब जस्तो मैले देखाएँ मेरो विश्वविद्यालयमा पढ्दाखेरि होइन अब संसारभरिको धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरू आउँथे होइन म नेपालको एकजना हामी 3-4जना थियौँ नेपालीहरू होइन अब बङ्गलादेशको 2-3जना थियो साउथ एसिया चाइनिजहरू टन्न थिए सिङ्गापुरहरू धेरै थिए होइन इन्डियाकै मान्छेहरू टन्नै थिए होइन सिङ्गापुरहरू कोही पनि बसेनन् कि 4 वर्ष पढे सबै फर्के उनीहरू बस्दैनन् कोही पनि पढ्न गयो भने किन उनीहरूको देशमा आफ्नै अपर्च्युनिटी छ अब फेरि कतिजना हुन्छ उनीहरूको सरकारले नै पढाइदिएको हुन्छ सरकारले पढाएपछि सरकारलाई आएर काम गर्नुपर्ने हुन्छ होइन अब मेरो विश्वविद्यालयमा होइन भनौँ न इन्डियाको धेरै साथीहरू थिए जो चाहिँ आफ्नै फ्यामिली बिजनेस ठुल्ठुलो थियो द फ्यामिली बिजनेस नभए पनि पछि एउटा ट्रेन्डै सुरु भयो अमेरिकामा कुनै स्टार्टअप टेक्नोलोजीको स्टार्टअप सुरु गर्नुभन्दा बरु म नेपाल इन्डिया नै गएर इन्डियाकोमा स्टार्टअप सुरु गर्छु भन्ने थियो होइन मोटामोटी मेरो इन्डियाको धेरै साथीहरू 1-2 वर्ष काम गर्यो धेरैजना फर्के होइन अब त्यसरी नै अब भनौँ न अब चाइनिजहरू पनि आधा बसे आधा फर्के होइन अब त्यो ठ्याक्कै म डेटा त म भन्न सक्दिनँ होइन अब युरोपियनहरू खासै धेरै थिएन पनि थिएन उनीहरू युरोपियनहरू युरोपमै पढ्थे अब फाटाफुट्टा अलि साउथ अमेरिकाहरू हुन्छ उनीहरू पनि धेरैजना फर्के साउथ अमेरिका होइन सो अब मैले भन्न खोजेको कसरी चाहिँ एउटा इकोनोमिक अपर्च्युनिटी पनि हो होइन कुन पोइन्टमा अनि कुन पोइन्टमा फर्किने भन्ने पनि हो अब मलाई पनि थाहा छ मैले हिँडै भेटेको छु म फर्केको 3.5 वर्ष भयो होइन तर म सँगसँगै पढेको साथीहरू कोही पढाइ सकिन पाएको छैन आयो होइन आएर अब यहाँ उनीहरूलाई 4-5 वर्ष मात्रै अमेरिका बस्यो त्यसपछि अहिले 15-20 वर्ष यहाँ आइसक्यो होइन फर्केर आएको अब त्यस्तोहरू पनि छ होइन अब आई थिङ्क अक्रस अल स्पेक्ट्रम हुन्छ जस्तो लाग्यो मलाई चाहिँ अब हामी अलिकति यो कुराकानीको अर्को भागमा तपाईँ जब फर्किनु भयो नि पेपरमा प्लान गर्नुभयो बिजनेस रिसर्च गर्नुभयो पेपरमा प्लान गर्नुभयो तपाईँलाई लाग्यो ओके दिस इज इट गर्ने चाहिँ मैले यही नै हो भनेर होइन अब त्यसको इम्प्लिमेन्टेसन त्यसलाई चाहिँ एक्जिक्युट गर्ने प्रोसेस जब तपाईँले स्टार्ट गर्नुभयो च्यालेन्जेसहरू के फेस गर्नुभयो
अब यसो सम्झौँ है च्यालेन्जहरू के फेस गरौँ भन्दा पनि अब एउटा त अब पेपरमा भएको आइडियालाई एक्जिक्युसन गर्नलाई त होइन तपाईँको एकदमै डिफ्रेन्ट सेट लेभल अफ स्किल सेट चाहिँदो रहेछ होइन जस्तो भनिन्छ नि पोलिसी बनाउन एउटा काम हो डेस्कमा बसेर पोलिसीलाई इम्प्लिमेन्ट गर्न जस्तो मैदानमा उत्रिने भन्छ नि अब म मैदानमा मेनी स्किल सेट्स चाहियो डिफ्रेन्ट स्किल सेट होइन अब यसमा चाहिँ एकदम म्यानेजरियल र अपरेसनल स्किल सेट चाहिँदो रहेछ होइन अब मैले सुरु गर्दा चाहिँ कोभिडको बेलामा थियो है अब ठ्याक्कै हामी आएको 2-3 महिनाभित्रमै सेकेन्ड वेभ जुन डेल्टाको वेभ सुरु भयो होइन 2-3 महिना त लकडाउनै भयो होइन अब त्यसमा खासै काम गर्न केही पनि पाइएन अब त्यो त देश स्पेसिफिक भन्दा पनि यो त ग्लोबल स्पेसिफिक ग्लोबल रिजन भयो होइन अब त्यो भएर त्यसले गर्दाखेरि प्रोसेस ढिलो भयो होइन जस्तो मेन मलाई अहिले यसो सोच्दाखेरि सबभन्दा च्यालेन्जिङ भएको चाहिँ बेसिकली मैले गर्न खोजेको काम चाहिँ अलिकति फरक थियो जुन नेपालमा धेरै भएको थिएन होइन जस्तो अब खगराज कृषि उद्योगले आइडिया के थियो भने चाहिँ नेपाल आएर कम्पनी खोलेर क्लाइमेट कन्ट्रोल ग्रिन हाउस बनाएर चाहिँ 12 मासे उत्पादन सुरु गर्छु भनेर उत्पादन गर्छु एकदम छोटकरीमा भन्दाखेरि त्यो आएर त्यो ग्रिन हाउसको सामान ल्याएर त्यो ग्रिन हाउस बनाएर ग्रिन हाउसभित्र चलाउनको लागि लेबरको पार्ट हुन्छ क्यापिटलको पार्ट हुन्छ त्यो सबै रेडी बनाउनु पऱ्यो नि त होइन अब त्यो गर्नलाई मलाई 1.5 वर्ष लाग्यो ओके मोटामोटी भनौँ न रिसोर्सलाई जुटाउनलाई तपाईँलाई अब अक्टोबर 2021 मा एलसी खोलेर अर्डर गरेदेखि ग्रिन हाउस बनिसक्नलाई 1.5 वर्ष त भएन खास सरी आई टेक इट ब्याक नोभेम्बर 2022 भन्न लाइक 1 वर्ष जस्तो लाग्यो रहेछ होइन तर 1.5 वर्ष गर्दाखेरि यहाँ आएर अब त्यो कोभिडको बेलामा अलिकति अड्कियो होइन काम चाहिँ मैले सुरु गरिसकेको थिएँ त्यो बेलामा भर्चुअल कल्सहरू भर्चुअल मिटिङ्सहरू भइ नै रहन्थ्यो तर त्यो रहेछ अब अक्टोबर 20 मा एलसी खोलेर सामान मगाएदेखि सामान भनौँ न विशाखापट्टनममा 5 हप्ता अड्क्यो क्या सामान होइन अब सामान अड्केपछि होइन किन भन्दाखेरि इन्डियाको प्राइभेट कम्पनी इन्डियाको जो रेलवेले विशाखापट्टनमबाट हाम्रो वीरगञ्जको बोर्डरसम्म सामान ल्याउँछ त्यसमा स्ट्राइक भयो त्यसले त्यस्तो अब त्यस्तो कुराहरू हाम्रो कन्ट्रोलमै भएको चिज होइन कि त्यो चाहिँ होइन अब त्यो पनि एउटा सोर्ट अफ च्यालेन्जै पनि गर्नु पऱ्यो होइन टाइममा सामान आइदिएन होइन तर अब सामान आएपछि भन्सारमा आइपुग्यो कृषिको सामानहरू भएर चिठीपत्रहरू बनाउँदाखेरि सरासरै भयो पहिलो मेरो सरकारी निकायसँग ठोकिने भन्ने मेरो त्यहाँ थियो क्या So how was your experience there? Very good. Okay, nice. है अब म जे कुरा त्यही नै भनौँ होइन जस्तो कृषि अब स्थानीय तहदेखि होइन घोराई उपनगरपालिकाको 16 नम्बर वडाको स्थानीय तहदेखि चिसी बनाउँदै होइन प्रदेश सरकार कृषि विभाग कृषि मन्त्रालयको सिफारिस लिएर भन्सार विभाग होइन 6वटा गर्दाखेरि 2 हप्तामै सक्यो काम त्यो 6वटा लेयर चाहिँ 6वटा लेयर एउटाले अर्कोलाई सिफारिस गरे मैले निवेदन हाल्ने पहिला निवेदन हालेर अनि एउटाले अर्कोलाई सिफारिस गर्दै जाँदा 6 हप्तामा अब भन्सारमा त 1 घन्टामा मेरो चिठी बन्यो क्या कस्तो कृषि गरेर फाइदा चाहिँ यो रहेछ कि हामी सबैजनाले भन्यो हामी सबै किसानको छोराहरू हौ अथवा नातिहरू हौ तपाईँले कृषि गर्न आउनुपर्छ तपाईँलाई हामी बाधा पुऱ्याउँदैन भने सरासर चिठी बनाइदिउँ चिठी लगाएर मैले एक्सपोर्ट जो एजेन्ट थियो मेरो उसलाई दिएँ सामान जुन दिन 1 दिनमै क्लियर भयो होइन अब तर सबभन्दा ठुलो च्यालेन्ज चाहिँ ग्रिन हाउस बनाउनलाई भयो क्या किन अब पाठ पूर्जा त आयो विदेशबाट इन्स्टल कसले गर्ने होइन त्यो खोज्ने क्रममा चाहिँ सब लाइक त्यो भनेले अब म्यान पावर क्या रिसोर्सेस त्यो जुटाउनलाई चाहिँ सबभन्दा गाह्रो भयो लकिली त्यो पनि पाइयो उहाँले इन्डियाबाट मान्छे ल्याउनु भयो नेपालकै मान्छे प्रयोग गर्नुभयो होइन अब उहाँ एकदम राम्रो साथी पनि भइसक्नुभयो अबसम्म कृषिमा हामी सहकार्य पनि गर्छौँ त्यो भयो अब दोस्रो कुरा हाउ बिग इट इज त्यो ग्रिन हाउस चाहिँ तपाईँको एरिया ठ्याक्कै गर्दाखेरि 3072 स्क्वायर मिटर हो सो 3072 स्क्वायर मिटर त्यो स्क्वायर फिटमा लाग्दाखेरि 33,000 स्क्वायर फिट हुन्छ 3072 स्क्वायर मिटर अब जमिनको एरिया सोध्छ नि होइन पहाडको लागि 6 रोपनी तराईको लागि 9 देखि 10 कट्ठाको बिचमा छ त्यो त्यति उसमा फुटप्रिन्ट छ त्यो ग्रिन हाउस हो त्यहाँभित्र अबाउट 9,000 जस्तो बिरुवाहरू अट्छन् त्यो भयो त्यसपछि अब ग्रिन हाउस चढ्नलाई त चाहियो रिसोर्स
त्यो पार्ट चाहिँ सबभन्दा गाह्रो भएको थियो क्या मलाई चाहिँ भन्नाले पछि गएर चाहिँ अगेन ह्युमन रिसोर्स त्यहाँभित्र ह्युमन रिसोर्स होइन अनिखेर यसमा पनि अब लामो स्टोरी इन्स्टल भयो तर फेरि अब त्यहाँ काम गर्ने चलाउनु त पऱ्यो नि त अब मेरो आइडिया चाहिँ बेसिकली म काठमाडौँ बस्छु ब्याक एन्ड फोर्थ गर्छु दाङबाट सेट अप अ टिम ओभर देयर टु वर्क त्यहाँ एउटा टिम सेटअप गरेँ टिमले चाहिँ हेर्छ अब लकिली टेक्नोलोजी प्रविधि भावहरू चाहिँ मोनिटर गर्न एकदम सजिलो हुन्छ अनिखेर मेरो ठुलो मैले सोचेको कुरा चाहिँ कृषिमा चाहिँ उत्पादन गरेर मात्रै होइन बजारीकरण पनि हुन्छ लाइक अलि धेरै समय बजारीकरणमै पनि जानुपर्छ मार्केटिङ साइडमा बस्न म काठमाडौँ हुनु पऱ्यो किन मैले जुन प्रडक्ट बनाउनु लाग्यो त्यो प्रडक्टको मुख्य मार्केटै काठमाडौँ थियो होइन त्यसको लागि यहाँ बस्नु पऱ्यो अनि त्यो हिसाबले चाहिँ खास काम गरे अब त्यो टिम बनाउने कुरामा चाहिँ एकदम गाह्रो च्यालेन्ज चाहिँ तपाईँलाई त्यो टिम फर्म गर्नलाई भयो इन्भेस्टमेन्ट फाइनेन्सको कुरामा तपाईँले इन्डिपेन्डेन्टली आफै लगानी गर्नुभयो कि लेन्ड गर्नुभयो कि अब कम्बिनेसन हो मेरो आफ्नो इक्विटी पनि छ ब्याङ्कको फाइनेन्सिङ पनि छ ओके सो त्यो च्यालेन्ज भयो कि भएन अब सुरुमा यस्तो खालको ग्रिन हाउस बनाउँछु यो उत्पादन गर्छु भन्दाखेरि अब स्केप्टिसिजम थियो नभए बिजनेस प्लान एन्ड फोरकास्टलाई पत्याउने या नपत्याउने त्यो पनि थियो होइन तर जो एकजनाले चाहिँ मलाई एकदम प्रोत्साहन दिनुभयो अनि उहाँसँग नै म काम गरिरहेको छु उहाँले फाइनेन्स वाजन्ट अ इस्यु त्यस्तो बिग इस्यु भएन फ्यान्टास्टिक सो अब चाहिँ भनेपछि यहाँको एक्सपिरियन्स विथ गभर्मेन्ट एजेन्सिज इज रियली गुड म कृषिमा काम गर्छु हेर्नुहोस् है मलाई चाहिँ कृषिमा चाहिँ केही बाधा भएको छैन सो अब यो चाहिँ मेरो दर्शकहरूलाई म भन्छु यदि तपाईँ एग्रिकल्चर सेक्टरमा केही काम गर्न चाहनुहुन्छ भने यो नेपालको सरकारी निकायसँग डिल गर्न हैरान हुन्छ फ्रस्ट्रेट भइन्छ भन्ने तपाईँलाई लागेको छ भने कृषि चाहिँ यस्तो सेक्टर हो जहाँ चाहिँ तपाईँप्रति अलिकति सद्भाव पनि राखिन्छ अब मलाई चाहिँ के लाग्छ भनेपछि होइन जुनसुकै सरकार होस् होइन जुनसुकै विश्वको सरकारले दुईवटा कुरा गर्ने हो एउटा चाहिँ कामलाई सजिलो बनाइदिने प्रोत्साहन गर्ने हो तपाईँ अघि बढ भन्ने धकाल्ने काम हुन्छ होइन अब त्यो धकाल्ने काममा धेरै तयारी गर्न मिल्छ एउटा ट्याक्स ब्रेकहरूको इस्यु आउँछ एउटा चाहिँ सरकारले होइन एउटा पोलिसीहरू बनाएर यो सेक्टरलाई राम्रो बनाउँछु भने जस्तो हाइड्रो पावरलाई नेपाल सरकारले गर्यो नि लाइक 12-13 वर्ष अगाडि त्यसले गर्दा आज हामी सरप्लसमा पुगिसक्यौँ होइन अब त्यो एउटा चाहिँ धकाल्ने प्रोत्साहन हुन्छ अर्को चाहिँ रोक्ने प्रोत्साहन हुन्छ केही गरे पनि यो कुरालाई चाहिँ अब हामी अगाडि बढ्नै दिन रोक्ने हुन्छ हाम्रो कृषिमा चाहिँ बाधा चाहिँ केही पनि पुगेको छैन पाएको छैन मैले चाहिँ होइन प्रोत्साहन पनि पाइदिएको हुन्थ्यो जस्तो लाग्छ त्यो पनि खास पाएको छैन होइन बाधा चाहिँ भएको छैन त्यो चाहिँ म एकदम भन्छु भनौँ न हाम्रो मन्त्रालय लेभलदेखि होइन मन्त्रालय लेभलदेखि कृषि मन्त्रालय सिंहदरबार कृषि मन्त्रालयदेखि स्थानीय तहमा सम्म होइन बाधा चाहिँ केही पनि भएको छैन तपाईँले जे गरिरहनु भएको छ इज इट भेरी फर्स्ट ह्यापनिङ इन नेपाल कि पहिला कसरी गरिसकेको अब ग्रिन हाउस भन्ने कुरा चाहिँ होइन बाँसको पोल गाडेर प्लास्टिक हाले पनि ग्रिन हाउस त भन्न मिलिहाल्छ हेर्नुहोस् होइन नमिल्ने होइन अब यो हाइटेक ग्रिन हाउस यो लेभलमा अब नेपालको लागि मेरो ग्रिन हाउस चाहिँ मैले बनाएको ग्रिन हाउस हाइटेकमै गनियो है अब तर ग्लोबल स्केलमा हजुरको अस्ट्रेलियातिर जानुभयो भने हेर्नुभयो भने हाम्रो एक्चुअली 2जना नेपाली दाइहरूकै लाइक काम गर्ने अस्ट्रेलियामा ब्रिस्बेन र सिडनीको बिचमा गाइरा भन्ने ठाउँ छ त्यहाँ हाम्रो केशव दाईले ठुलो ग्रिन हाउस चलाउनुहुन्छ होइन अब उहाँहरूको चाहिँ एकदम सोफिस्टिकेटेड हाइटेकै हो त्यसलाई बेन्चमार्क मान्यो भने चाहिँ मेरो ग्रिन हाउस समवेयर इन मिड टेक जस्तो पर्छ क्या बिचमा जस्तो पर्छ होइन तर नेपाली कन्टेक्स्टमा हेर्ने हो भने चाहिँ साइज जुन 3000 स्क्वायर मिटर भन्यो यत्रो ग्रिन हाउस चाहिँ मैले सुनेको छैन साइज एन्ड टेक्नोलोजीको हिसाबले टेक्नोलोजी भित्र युज प्रयोग भएको छ नि लाइक प्रविधिहरू होइन इक्विपमेन्टहरू सेन्सर्सहरू त्यो चाहिँ नेपालमा भएको छैन जस्तो जसले मेरो शिव गौतम हाम्रो साथी जसले चाहिँ हाम्रो ग्रिन हाउस इन्स्टल गर्नुभयो उहाँले नेपालमा अरू पनि ग्रिन हाउसहरू इन्स्टल गर्नुभएको छ उहाँले नै भने हाल्छ र मैले भने ओके यतिको चाहिँ छैन भन्ने छैन ओके अब यो तपाईँले काम गरिसकेपछि अब अलिकति सपोर्ट सिस्टमको कुरा गरौँ न होइन अब कृषिमा काम गर्छु भनेर आउनुभयो अब सपोर्ट सिस्टमको कुरा गर्दा स्टार्ट्स फ्रम फ्यामिली होइन फ्रेन्ड्स अब यो बिजनेस एरियामा अरू पनि तपाईँको स्टेक होल्डर्सहरू होलान् होइन अनि सोसाइटी यो सपोर्ट सिस्टम तपाईँको एक्सपिरियन्स कस्तो छ अब परिवारकै हिसाब पहिलो कुरा त होइन अब यो सबै मैले काम गर्नेमा मेरो श्रीमतीले मलाई ठुलो सपोर्ट गरे होइन उसले प्रोत्साहन नगरे भए ल हामी नेपाल जाउँ भनेर म यहाँ पुग्दैन थिएँ होइन सो त्यो ठुलो कुरा अब नेपाल फर्किसकेपछि श्रीमती चाहिँ एउटा भाइटल आउँछ श्रीमतीको लागि श्रीमानको लागि श्रीमती एकदम भाइटल है अनि स्पेसल्ली नेपाल फर्किने मामिलामा धेरैले चाहिँ श्रीमतीतिर प्रश्न तेर्साएको पनि देखिन्छ नि
एकदम भाइरल भयो होइन सुरुका दिनदेखि अब मैले गरेको डेली स्ट्रगलहरू त होइन अब फोनमा बसेर भिडियो कल गरेर उसले देखाएको छ अरू कसैले देखाएको छैन होइन सो त्यो ठुलो भयो बुवा आमाले अब भाइहरूले मेरो भाइले सासु ससुराले गरेको प्रोत्साहन जस उहाँहरूले चाहिँ कसैलाई हुन्छ एकदम प्रतिरोध गरिन्छ किन नेपाल आएर किन गर्ने त्यस्तो मलाई कहिले भएन क्या त्यो कुरा भयो नेपालमा आएर कन्ट्याक्ट चाहिँ कस्तो फाइदाको पनि कुरा गरौँ होइन अब कस्टमर त मैले बनाउनु पऱ्यो नि त यति सानो हाम्रो समाज छ होइन एक्लै अर्कोलाई यति चिनिन्छ यति राम्रो प्रोफेसनल रिलेसनसिप पर्सनलमा कन्भर्ट हुन्छ पर्सनल त्यसले चाहिँ मलाई एकदम फाइदा भयो इन्स्ट्यान्ट हुन्छ हामी मलाई चाहिँ किन फाइदा भयो भन्दाखेरि अब मलाई कस्टमरहरू साइन अप गर्नुपर्ने थियो 1 डिग्री अफ कनेक्सनमा त्यो लेभलमा पुग्यो कि त्यसले गर्दाखेरि चाहिँ एकदमै सहिलो भयो क्या काम गर्न चाहिँ होइन अब कि कस्टमरहरू पोस्ट प्रोडक्सन भइसकेपछि चाहिँ मार्केटमा ल्याउनु भन्दा अगाडि प्रोडक्सन सुरु भन्दाखेरि कस्टमर त लाइनअप गर्नु पऱ्यो नि त त्यो कस्टमरहरू खोज्ने क्रममा चाहिँ होइन काठमाडौँमा पोखरामा भनौँ न तपाईँको नेपालको फर्स्ट डिग्री अफ एकदम सानो समाज छ भनेर भन्यो जसले पनि जसलाई चिन्छ भनिन्छ नि त्यो चाहिँ एकदमै फाइदा भयो कि त्यो चाहिँ मलाई सपोज बाहिर मैले यही चिज गराए भए होइन एकदम टाइम लाग्थ्यो होला कि पैसा पनि लाग्थ्यो होइन अब एउटा बिजनेसमा एउटा टर्म इज द कस्ट अफ अक्वायरिङ अ कस्टमर भन्छ होइन अब एउटा कस्टमर अक्वायर गर्नलाई हजारौँ डलर पनि खर्च गर्नुपर्छ क्या यहाँ खासै त्यस्तो हुँदै भएन अब टाइम त लाग्छ हेर्नुहोस् होइन टाइमलाई पनि हिसाब गर्न मिल्छ होइन तर त्यो चाहिँ एकदम फाइदा भयो कि नेपालको कन्टेक्समा चाहिँ सो के कुराले क्लिक गर्दो रहेछ तपाईँले एउटा तपाईँ इन्डिभिजुअल अननोन उनीहरूलाई त थाहा छैन त भर्खर आएर बिजनेस गर्दै हुनुहुन्छ अब तपाईँ एकदम ओपन मार्केटमा गएर मेरो सामान बिक्री गर्नु छ भनेर जाँदाखेरि त्यो कनेक्टिङ फ्याक्टर चाहिँ के हुँदो रहेछ अब कनेक्टिङ फ्याक्टर त पहिलो त परिचय नै हो कसले परिचय गरिरहेछ होइन अब दोस्रो कुरा चाहिँ आफ्नो स्टोरी हो आफ्नो कथा हो र के सामान हो भन्ने कुरामा अब मैले जुन सामान उत्पादन गराएको छु त्यो चाहिँ 12 महिनामा झन्डै 9-10 महिना चाहिँ आयात हुने चिज हो क्या होइन अब मैले चाहिँ ग्रिन हाउस बनाए भएर चाहिँ जुन बेमौसमी खेती भनिन्छ नि त्यो गर्न सक्यो होइन अनि मैले सिम्पल भने उहाँहरूलाई आयात हुने चिज हो मेरो दाङमा उत्पादन हुन्छ म आज टिप्छु तपाईँको स्टोरमा तपाईँको गोदाममा होइन तपाईँको होटलमा रेस्टुरेन्टमा तपाईँको सुपर मार्केटमा भोलि ल्याइदिन्छु इन्डियाबाट आउने सामान मिनिमममा 2-3 हप्ता पुरानो हुन्छ थाइल्यान्डबाट पनि 1 हप्ता मिनिमममा पुरानो हुन्छ मैले बनाउने सामान चाहिने भनेको रातो र पहेँलो भेडेको खुर्सानी जुन हो त्यो चाहिँ जति फ्रेस भयो जति भर्खर टिपेको भयो त्यति राम्रो त्यति मिठो त्यति जुसी हुन्छ भनेर उहाँहरूलाई मैले भने अनिखेर प्राइसको हिसाबले पनि मैले तपाईँलाई नेपाली सामान नेपाली उत्पादन भनेर तपाईँले जुन प्राइसमा इम्पोर्ट के अरे बिजनेस गरेर त्योभन्दा म धेरै पनि माग्नेवाला छैन विदिन रेन्जै हुन्छ होइन अनि तेस्रो कुरा तपाईँले सिम्पली नेपाली किसानलाई प्रोत्साहन दिइरहनु भएको छ भन्दाखेरि त्यो पार्ट चाहिँ ठ्याक्कै सो यु सेलिङ योर स्टोरी एज वेल अब आफूलाई सेल गर्नु परिहाल्यो नि पऱ्यो नि त म त्यही भन्दै थिएँ सो प्रोडक्सन त एउटा सामान बेच्नु त छँदैछ अब यु इक्वेली सेलिङ मैले यसरी गरिरहेको छु भनेर यो अन स्टोरी पनि तपाईँले बेच्नु अब मैले एउटा अब लकिली अमेरिका काम गरेर फाइदाहरू हुने चाहिँ किन चाहिँ अब पावर पोइन्ट एक्सेल वर्डहरूमा धेरैमा काम गरेर एउटा पावर पोइन्टको डेकै बनाएँ होइन कलर प्रिन्ट बनाएर लिएर गएको थिएँ उहाँलाई देखाउँथेँ अथवा इमेल गरिदिन्थेँ वाट्सएप गरिदिन्थेँ होइन ल यो हेर्नुहोस् यो हो भनेपछि होइन यसरी चाहिँ यस्तो चाहिँ आइडिया यस्तो हो यस्तो काम भइरहेको छ अब पावर पोइन्ट बनाउँदाखेरि त्यो पावर पोइन्ट अपडेट हुँदै गयो कि ग्रिन हाउसको लागि खाल्टो खन्दै गयो खाल्टो खनाएपछि पोलहरू राखिँदै गयो बन्दै गयो अनि उहाँहरूलाई पिरियडिक अपडेटहरू दिँदै पठाउँथेँ फोटोहरू पठाउँथेँ होइन यस्तो यस्तो हुँदैछ अनि धेरैले चाहिँ प्रोडक्ट बनेपछि ल्याउनुहोस् खुसी साथ भन्नुभयो अनि त्यसरी नै सुरु भएको अब कृषिमा तपाईँले यो गरिरहँदाखेरि त अब तपाईँ यही सेक्टरमा भएको हुनाले एभ्रिडे बेसिसमा कहीँ न कहीँ इन्काउन्टर हुन्छ होला नि जुन नयाँ पुस्ता कृषिमा आउनु खोजिरहेछ या अहिले काम गरिरहेकाहरू पनि नयाँ तरिकाले काम गर्नु यो इन्टरेक्सन चाहिँ कतिको हुन्छ यो एरियामा तपाईँको एकदम हुन्छ एभ्रिडे बेसिसमा भइरहेछ एभ्रिडे त म भन्दिनँ लाइक हप्तामा रेगुलरली हुन्छ होइन अब मसँग सँगै काम गर्नको लागि सहकार्य गर्नको लागि होइन अब धेरैजना मैले भेटाएको हुन्छु मलाई पनि कृषिमा गर्न मन छ होइन अब मेरो यहाँ पारिवारिक यस्तो जमिन थियो बाजेको बराजुको बाउको बेलामा यस्तो खेती हुन्थ्यो अब बाँझो भइरहेछ अब के गर्ने होइन नयाँ तरिकाले के गर्ने पुरानै तरिकाले के गर्ने होइन कसरी लगानी गर्ने क्यापिटल कसरी जुटाउने कहाँ बेच्ने होइन त्यस्तो कुराहरूको त एकदम धेरै नै इन्टरेक्सनहरू भइरहेछ होइन यसलाई तपाईँ एउटा इमेजिन गर्नुहुन्छ कि आउने वर्षहरूमा तपाईँ जस्तै यङ अलिक डाइनामिक मान्छेहरू चाहिँ एग्रिकल्चरमा अलिकति इनोभेटिभ वेमा आउँछन् भनेर
डेफिनेटली आउँछन् अब यङ त म भन्दिनँ नट सो यङ होइन I mean, young not in the sense of age. होइन अब नयाँ तरिकाले गरौँ भने मान्छेहरू धेरै आउँछ जस्तो लाग्छ मलाई चाहिँ अनि मलाई चाहिँ के लाग्छ भने चाहिँ अब अहिले हाम्रो जिडिपीमा कृषिको कन्ट्रिब्युसन 25%को हाराहारीमा रहेछ तर इम्प्लोइमेन्टको हिसाबले 60% जस्तोमा रहेछ होइन खासले चाहिँ खास उल्टो हुनुपर्ने हो क्या मेरो विचारमा GDP धेरै जिडिपीमा किनभने हामीले चाहिँ अब नेपालमा चाहिँ कृषिको नयाँ तरिकाले कृषि सोच्ने हो भने चाहिँ होइन एउटा सोर्ट अफ लाइक क्रान्ति नै गर्नुपर्ने छ होइन क्रान्ति भनेर कस्तो भने चाहिँ स्केलमा जानुपर्ने छ टुल्स एन्ड टेक्नोलोजी एउटा टेक्नोलोजी प्रयोग गरेर होइन तपाईँको स्केल गर्नु एकदमै स्केल गर्नु नै पर्नेछ है किनभने त्यो स्केल गर्न सकेन भने हामी झन्झन जस्तो एउटा डेटा पोइन्ट के छ भनेपछि हामीले चाहिँ 1 खरब जतिको चाहिँ फसिल फ्युल पेट्रोलियमहरू इम्पोर्ट गर्दैछ नेपालमा होइन अहिले यो रेटमा हामी चेन्ज गर्न सकेन भने लगभग अर्को 5 वर्ष हामी 1 खरबको एग्रिकल्चर गुड्सहरू इम्पोर्ट गर्छौँ होला क्या मोनिटरी भ्यालुको होइन पेट्रोलियम त हामीसँग छैन हेर्नुहोस् प्लेन उडाउनु परिहाल्छ जेट फुल चाहिहाल्छ यसको त उपाय नै भएन डिजल चाहिन्छ बस चलाउनु पर्छ ट्रक चलाउनु चाहिन्छ यस पेट्रोलको लागि चाहिँ हल्का अहिले इलेक्ट्रिक भेहिकलहरूले सब्सिडी भएर होला होइन त्यसको लागि त उपाय नै छैन तर कृषिको लागि त तपाईँको हाम्रो देश मरुभूमि त होइन हेर्नुहोस् जलवायु पहाड हिमालदेखि तराईसम्म 3 तरिकाको एकदम सानो के भन्छ टोपोग्राफीमा 3 तरिकाको एकदमै राम्रो जलवायु छ माटो राम्रो छ पानी छ होइन भन्नुको मतलब त यहाँ चाहिँ खास सबै थोक छ तर के मिलाएको छैन त्यो पनि म फिगर आउट गर्दैछु होइन आफैले पनि फिगर आउट गर्दैछु तर मेरो विचारमा चाहिँ स्केलमा जानुपर्छ होइन ओपन फिल्डै फार्मिङ गरे पनि स्केलमा जानुपर्छ र म जस्तै होइन अरू 100औं 1000औं मान्छेहरू चाहिँ चाहिन्छ जस्तो लाग्छ क्या मलाई चाहिँ तर चाहिन्छ भन्नाले कसरी मैले चाहिन्छ भन्न खोजा भनेपछि अलिकति तपाईँको बिजनेस पोइन्ट अफ भ्यू हेर्ने गरेर होइन जीविकोपार्जन होइन निर्वाहमुखी कृषि होइन कि तपाईँको टुरिज्ममा लागेर होटेल चलाएर होइन ठुलो बिजनेस क्रिएट गरे जस्तै नेपालमा पनि कृषिको त्यस्तै खालको एज अ बिजनेस क्या बिजनेस आज लाइक पेट पाल्छु भन्ने बिजनेस छैन कि रियली इम्प्लोइमेन्ट क्रिएट गर्छु होइन लाइक मान्छेले ब्याङ्कमा ब्याङ्कमा काम गरे जस्तै एउटा कुनै कृषि कम्पनीमा बनाएर करियर बनाउँछु भने जस्तै गरेर त्यस्तो खालको चाहिँ कृषि कम्पनीहरू सुरु भएर होइन कुनै पनि होपफुली पब्लिकली ट्रेडेड कम्पनीहरू पनि होस् भन्ने इच्छा छ त्यस्तो खालको चाहिँ हुनुपर्छ अब यसको लागि यस धेरैले काम गर्नुपर्ने छ धेरै थोक मिल्नुपर्ने छ होइन अब एउटा त तपाईँ जस्तै मानिसहरूले काम गरेर इक्जाम्पल सेट गरेर यो पोटेन्सियल छ भनेर देखाउनु छ किनभने यो छलफल त दशकौँदेखि चलिरहेछ नि कृषिमा हाम्रो पोटेन्सियालिटी छ है यही हो है हाम्रो भनेर त यो त छलफल त चलिरहेछ गभर्मेन्ट एजेन्सिजहरू बताइरहेछन् अझ बाहिरबाट आउने मान्छेहरू बताइरहेछन् एनजिओजहरू बताइरहेछन् यो त चलिरहेछ यो डिबेट होइन हामी सानै हुँदादेखि सुनिरहेछौँ तर एक्ज्याक्टली यसलाई एक्जिक्युट गरेर इक्जाम्पल सेट गरेर यो छ है पोसिबल छ है इट्स अ बिजनेस भनेर यस्तो भयो भने मेबी गभर्मेन्ट एजेन्सिजहरू पनि अलिक मोर अप्टिमिस्टिक हुन्छन् इन्भेस्ट गर्न पोलिसी बनाउन तपाईँको जति पनि अलिक सिनियर गभर्मेन्ट लेभलको अफिसियल्सहरू इन्ट्रेक्सन भइरहेछ नि कृषिको बारेमा सतै रूपमा ल है तपाईँले कृषि गर्नुभएको रहेछ राम्रो छ भन्ने त छँदैछ एउटा सरफेसियल एप्रिसिएसन तर इन डेप्थ भित्रैदेखि उनीहरू कतिको कन्भिन्स भेट्नुभयो कि ओके यो चाहिँ हाम्रो देशको चाहिँ मेजर प्रोडक्टिभिटी यो हुनसक्छ भनेर अब जुन मैले भने नि होइन अब हाम्रो कृषि मन्त्रालयमा जाँदाखेरि हाम्रो सर म्याडमहरू एकदम धेरैले प्रोत्साहन गर्नुहुन्छ काम गरिदिनुहुन्छ होइन अब त्यो त छँदैछ यस अब पोलिसी लेभलमा डेफिनेटली अब केही चिजहरू राम्रो भयो हुन्थ्यो जस्तो लाग्छ होइन तर मैले चाहिँ सबभन्दा ठुलो च्यालेन्ज जुन तपाईँ अघि भनौँ न अब मलाई अहिलेको हजुरको क्वेसन कस्तो थियो भने चाहिँ त्यो चाहिँ मैले ग्रिन हाउस सेटअप गर्ने बेलामा खगराज कृषि उद्योग सेटअप गर्ने के च्यालेन्जहरू भोगेँ भन्नेमा त्यो एउटा भयो तर अहिले आएर मैले अर्को सेट अफ च्यालेन्ज त्यो चाहिँ अलिकति कम्पनी स्पेसिफिक भन्दा पनि म म्याक्रो इकोनोमिक पर्सपेक्टिभबाट भन्छु होइन मैले चाहिँ एउटा कुरा के रियलाइज गरेँ भने चाहिँ सबभन्दा ठुलो च्यालेन्ज मैले दुईवटा देखिरहेको छु एउटा चाहिँ तपाईँको कस्ट अफ क्यापिटल जुन बिजनेस गर्नलाई क्यापिटल चाहिन्छ नि होइन सबैजनासँग त हुँदैन नि त होइन सबैजनाले कम्प्लिटली आफूले फाइनेन्स गर्न सक्दैन कस्ट अफ क्यापिटल त्यसमा कस्ट अफ क्यापिटलमा दुईवटा कुरा आउँछ एउटा कस्ट अफ इक्विटी क्यापिटल एउटा कस्ट अफ डेट क्यापिटल डेट भने ब्याङ्कहरूबाट विभिन्न ठाउँबाट लिने कर्जा भयो त्यसलाई फिर्ता गर्नुपर्छ इक्विटी भनेको कसैले तपाईँसँग पार्टनरसिपमा इन्भेस्ट गर्ने कुरा भयो होइन अब तर मुख्य सोर्स भने क्यापिटल त संसारभरि हामी यो पुँजीवादी सिस्टममा क्यापिटलिस्ट सिस्टममा क्यापिटल भने क्रेडिट हो होइन
मेडिजी फ्यामिलीले 15th सेन्चुरीमा इटलीबाट मोटामोटी खास फर्मलाइज गरेको सिस्टमलाई अहिले हामीसँग संसार पनि ठुलो छ। अब डेट क्यापिटलको त तपाईँको त ग्लोबली ठुलो बिजनेस होइन, ट्रिलियन्स एन्ड ट्रिलियन्स अफ डलर्स होइन। तर नेपालको कन्टेक्स्टमा के छ भनेपछि यो कस्ट अफ क्रेडिट क्यापिटल छ नि, यसभित्र पनि तिनवटा तरिकाले हेर्न मिल्छ क्या। यो चाहिँ एकदमै महँगो छ है। मलाई कृषिलाई मात्रै होइन कि यो एन्टायर सेक्टरलाई एकदमै महँगो छ क्या होइन। अब यो हाइड्रो पावरमा पनि अप्लाई हुन्छ, तपाईँको टुरिज्ममा पनि अप्लाई हुन्छ, एनर्जीमा पनि अप्लाई हुन्छ, ऊर्जामा पनि अप्लाई हुन्छ, पूर्वाधार पनि अप्लाई हुन्छ, स्मल एन्ड मिडियम बिजनेसेसलाई पनि अप्लाई हुन्छ, लार्ज स्केल बिजनेसलाई अप्लाई हुन्छ। अब यसमा पनि तपाईँको 3 तरिकाले हेर्न मिल्छ। एउटा चाहिँ कस्तो भनेपछि कस्ट अफ क्रेडिट क्यापिटलमा 3टा कुरा छ। एउटा त इन्ट्रेस्ट पेमेन्ट जुन तिर्नुपर्छ त्यो एउटा, तर ब्याङ्कबाट लिएपछि तपाईँको फिर्ता पनि दिनु पऱ्यो, प्रिन्सिपलको कुरा हुन्छ होइन। अनि एउटा चाहिँ तपाईँ के भन्छ कोल्याट्रल के छ। नेपालको कन्टेक्स्टमा के छ भने चाहिँ हजुरको हामी जस्तो एसएमईहरूलाई नयाँ चिज केही गर्छु होइन, र नयाँ चिज केही गर्छु र पैसा उठाउँछु भन्यो भने होइन, अहिले कन्टेक्स्टमा ब्याङ्क्सहरू भए केही अप्सन छैन है। अब त्यसमा पनि के हुन्छ भने चाहिँ धितो भएन भने पैसा उठाउनै सकिँदैन। वी क्यान नट सेल द आइडिया होइन, धितो नभएसम्म पैसा उठाउन छैन। अब सबैजनासँग धितो राख्ने चिज पनि हुन्छ भने एकदम ब्रिलियन्ट आइडिया होला होइन, देशमै भएको मान्छेको होस् अथवा विदेशबाट फर्केको मान्छेको, आइडियालाई एक्नोलेज गर्दैन होइन। आइडिया छ, आइडियालाई पनि एक्नोलेज गर्छ, तर प्रणाली कस्तो छ भने चाहिँ म एउटा कुनै स्पेसिफिक ब्याङ्क भन्दिनँ, यो ब्याङ्किङ प्रणाली कस्तो भने चाहिँ धितो नराखिकन पाउँदै पाएन, कोल्याट्रल चाहिएको छ होइन। अनि प्रिन्सिपल पेमेन्टहरू टर्म जुन हुन्छ नि त्यो पनि एकदमै इन्फ्लेक्सिबल हुन्छ क्या। अब मलाई चाहिँ कस्तो लाग्छ नि, यो चाहिँ हरेक सेक्टरको हेरिकन अनइन्फ्लेक्सिबल। तपाईँले ब्याङ्कबाट केही लिइहाल्नु भयो भने तपाईँले चाहिँ यस्तो टर्ममा 5 वर्ष 7 वर्ष 10 भित्र चाहिँ यो स्केड्युलमा तिर्नै पर्छ भन्ने हुन्छ। अनि त्यो एउटा भयो होइन, त्यो चाहिँ फ्लेक्सिबिलिटी हुनुपर्छ जस्तो लाग्छ। किन म पनि क्रेडिट मार्केटमा काम गरेर मान्छे कि मैले पनि हाम्रो त्यो बेलामा कस्टमरहरूलाई, हाम्रो क्लायन्ट जुन थियो हाम्रो जसलाई हामीले पनि बनाउँथ्यौँ कि फ्लेक्सिबिलिटी, म्याक्रो इकोनोमिक होस् माइक्रो इकोनोमिक होस् होइन। त्यो फ्याक्टरहरू हेरेर 2008 फाइनेन्सियल क्राइसिसमा होइन धेरै ब्याङ्क्सहरूले कम्पनीहरूलाई फ्लेक्सिबिलिटी दिएको थियो कि होइन। अब त्यो कन्टेक्ट अरू कुरा के भनेपछि मेन देखिने जुन कस्ट अफ क्यापिटल पहिलो बुझ्ने कुरा नि इन्ट्रेस्ट रेट एकदमै महँगो छ होइन। अब त्यो इन्ट्रेस्ट रेट महँगो भएर के हुन्छ भने चाहिँ when things are good it's okay होइन, इकोनोमिक हमिङ छ, बिजनेस चलि नै रहेछ, तर इकोनोमिक साइकल भनेर जहिले पनि अपवर्ड ट्रेजेक्टरी त हुँदैन नि त, यस्तो वेमा जान्छ होइन। अब हजुर उदाहरण दिनको लागि होइन भनौँ न, अहिले हामी 81 साल भाद्रमा छौँ होइन, 79 सालतिरको कुरामा अन्त्यतिर होइन इन्ट्रेस्ट रेट बढेर कति एसएमईजहरूले चाहिँ इन्ट्रेस्ट रेट बढेर 15% देखि 20% इन्ट्रेस्ट रेट तिर्नु पऱ्यो क्या एनुअलाइज बेसिसमा होइन। त्यस्तो गर्दाखेरि कसरी सर्भाइभ गर्ने भने त्यो हुँदै गएर होइन। अब अनिखेर अब त्यो भएपछि चाहिँ होइन, अब मैले पनि महँगो तिर्नु पऱ्यो क्या। त्यो बेला म भर्खर सेटअप भइरहेको थियो, मैले पनि त्यसको हारे अब कृषिमा भएर चाहिँ हाम्रो प्रायोरिटी सेक्टर परेर फेरि कसरी चाहिँ यहाँ डेटको त्यो प्राइसिङ गरिन्छ नि, लाइक ब्याङ्क्सहरूले चाहिँ धेरै बेस प्लस 2 भन्यो, बेस प्लस स्प्रेड भन्छ, बेस रेट प्लस स्प्रेड, आधा प्लस स्प्रेड हुन्छ होइन। अब बेस रेट एनिवेयर पनि तपाईँको 5% देखि 12-13% पुग्छ होइन, प्लस स्प्रेड हुन्छ। स्प्रेड भन्दा ब्याङ्कको डिस्क्रेसनमा भयो, उसले 1% पनि चार्ज गर्न मिल्यो, 0.5 पनि चार्ज गर्न मिल्यो, 6-7% पनि गर्न मिल्यो होइन। सो त्यो भएर चाहिँ कस्तो भने चाहिँ एकदम अप्ठ्यारो पर्दो रहेछ क्या बिजनेस चलाउँदाखेरि चाहिँ होइन। सबै थोक राम्रो हुँदाखेरि त फरक परेन त्यो कुराले चाहिँ। अनि जब चाहिँ डाउन साइकल आउँछ, अब कोभिड आयो होइन, अथवा म्याक्रो इकोनोमिक नाकाबन्दी आदि इत्यादि चिजहरू ग्लोबली पनि आउँछ, नेपाल स्पेसिफिक पनि आउँदाखेरि चाहिँ त्यसपछि चाहिँ त्यो सर्भाइभै गर्न गाह्रो हुन्छ क्या। अनि सर्भाइभ गर्न गाह्रो हुन्छ, आफू बसेर घरबारी धितोमा हुन्छ, ब्याङ्कले लिलाम गर्छ, त्यो मान्छे के गर्छ पासपोर्ट लिन्छ, भिसा लगाउँछ, विदेश जान्छ। सो द्याट इज ह्यापनिङ, इट्स ह्यापनिङ। मैले आफैले देखाएँ हो, मैले काठमाडौँमा त्यस्तो धेरै भोगिनँ, दाङमा घोराईमा कति बिजनेसेसहरू 2079 सालको अन्त्यतिर ब्याङ्कलाई तिर्न नसकेर बन्द नै भयो क्या। र जो सर्भाइभ गऱ्यो बल्ल 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 मान्छेहरू सर्भाइभ गर्यो। अब यसलाई यो मैले समस्या त भने समाधान के भने चाहिँ नेपालमा क्यापिटल नभएको होइन कि, पुल्स अफ क्यापिटल छ होइन। तर अहिलेको मेरो कन्टेक्स्टमा मलाई के लाग्छ, ब्याङ्कको चाहिँ सोर्ट मोनोपोली नै छ क्या, एकाधिकार छ क्या। अब कसैलाई तपाईँले भन्नु तपाईँ फर्किनु भयो, अथवा एउटा इक्जाम्पल दिन खोज्छु कि अबुधाबीबाट एउटा होटेलमा 5-6 वर्ष 10 वर्ष काम गरेर कोही मान्छे फर्काएको छ अरे, उसले चाहिँ भनौँ न बुटवल र नारायणको बिचमा नयाँ बाटो खुलेर पोखरा जाने बाटो खुलेर, त्यो बाटो खुल्न बाद चाहिँ ट्राफिक बढ्छ, होटेल चाहिन्छ, रेस्टुरेन्टहरू चाहिन्छ होइन, इलेक्ट्रिक भेहिकल चार्ज गर्ने
सिस्टम बन्ला अथवा पेट्रोल पम्पहरू बन्ला, त्यो सबै खोल्नलाई त चाहिन्छ नि त क्यापिटल होइन। उसले अब सपोज मानिलियो 10 लाख सेभ गरेर आएको छ अरे होइन, 5 लाख चाहिँ परिवारमा राख्छु, 5 लाख चाहिँ इन्भेस्ट गर्छु भनेर राखेर, अब 5 लाखमा त केही कुरा खासै बन्दैन, तर क्यापिटल चाहियो। अब मुख्य कुरा के हुन्छ समस्या भने चाहिँ अब उसलाई चाहिँ कहाँ जाने त, ती नजिकै जुन छ त्यहाँ ब्याङ्क जाने, ब्याङ्कमा जान्छ, बिएमसँग कुरा गरेर क्रेडिटसँग कुरा गरेर, ब्याङ्कमा त हाम्रो सिस्टमै छ, भित्र नराखिकन हुँदैन। आफू नै बसेको घरबारी नै भित्र राख्दा मान्छेलाई डर लागिहाल्छ नि। एकदमै त गट्सी हुनुपर्छ नि, एकदमै हाई रिस्क टेकर हुनुपर्छ, कसैले राख्न सक्दैन। सो त्यसले गर्दाखेरि चाहिँ एकदमै त्यो कस्तो उद्यमशीलतालाई चाहिँ अलिकति बाधा पुऱ्याइरहेको जस्तो लाग्छ मलाई चाहिँ। सो के भने चाहिँ ब्याङ्कको अलिकति मोनोपोली हट्नु पऱ्यो, ब्याङ्कमा चाहिँ अलिक मोनोपोली छ, त्यसमा हट्नु पऱ्यो होइन। अब पुल्स अफ क्यापिटलहरू कहाँ हुन्छ, इन्सुरेन्स कम्पनीहरूसँग हुन्छ हेर्नुहोस्। अब नेपालमा इन्सुरेन्स बिजनेस पनि ठुलो फस्टाइसक्यो, त्यहाँबाट पनि पुल अफ क्यापिटल लिन्छ। अब इन्सुरेन्स कम्पनीको ब्याङ्कको वास्ते विभिन्न ब्रान्चहरू छ होइन। खालि के भने चाहिँ आई थिङ्क बिमा ऐन छ, त्यो बिमा ऐनमा अलिकति संशोधन गर्नुपर्छ, त्यो चेन्ज हुन्छ होइन। जस्तै अब सरकारी निकायहरू छन् होइन, अब नागरिक लगानी कोष भयो होइन, सञ्चय कोष भयो, उनीहरूसँग पुल्स अफ क्यापिटल, उनीहरूले ठुल्ठुलो सरकारी प्रोजेक्टहरूमा लिनुहोस्। त उहाँहरूले हामी जस्तो सानो एसएमइजहरूलाई पनि ल्यान्ड गर्नु पर्यो, ल्यान्ड गर्न थाल्नुपर्छ जस्तो लाग्छ। त्यो भने ब्याङ्कको मोनोपोली हुन्छ, ब्याङ्कको मोनोपोली सोर्ट अफ अलिकति भए पनि कम हुन्छ, अनि त्यो भए चाहिँ अलिकति चाहिँ कस्ट अफ क्यापिटल चाहिँ अलिकति रिजनेबल रेन्जमा आउनु थाल्छ। रिजनेबल भने कस्तो भनेपछि 5 देखि 7%। यो जुन कुरा तपाईँले अलिक गर्नु भने यो स्तरको सेन्सिटाइजेसन सम्बन्धित निकायमा द पिपल वर्किङ टु मेक अ पोलिसी लेभलमा काम गर्ने मान्छेहरू छन् नि, त्यहाँ भेट्नुहुन्छ? कोसिस गर्छु। I mean, do you see they are sensitized enough to understand यो? यस, हो जस्तो लाग्छ होइन। तर त्योभन्दा पनि मुद्दाहरू यति ठुल्ठुला छन् कि होइन, यो कुरा चाहिँ अझै पनि प्रायोरिटीमा पराएको छ जस्तो मलाई लाग्दैन क्या। सब एउटा भनाइ नै छ नि, हाम्रो देश चाहिँ 46 यता यो पोलिटिकल इन्स्टेबिलिटीले यस्तो बनाइदियो कि सो मेजर ब्रेनदेखि लिएर एफर्टदेखि लिएर एभ्री रिसोर्स अफ द नेसन इज फोकस्ड टु फिक्स द्याट, जो चाहिँ फिक्सै भइरहेको छैन फेरि। अन्त यस्ता चिजमा चाहिँ खासै राज्यको ध्यान जान सके जस्तो। अब यसो छ, यसमा चाहिँ अब राज्य भनेर तपाईँले दुई तरिकाले हेरेर मिल्छ होइन। म राजनीतितिर नजाऊँ होइन। अब यो मैले जुन भने नि, यो चाहिँ मुख्य कुरा चाहिँ तपाईँको संसदबाट केही ऐनहरूमा संशोधन भयो हुने कुराहरू हो के। खास यतापट्टि भन्नु न कार्यपालिका संसदबाट ऐन बन्नको लागि त्यही त मैले भने नि, यो पोलिटिकल लिडरसिपमा त यो सेन्स त बिल्ड हुनै पऱ्यो नि, देन दे क्यान टेक अ बिल टु द पार्लियामेन्ट होइन। अनि त्यहाँबाट आउँछ या क्याबिनेटले डिसिजन गर्ला भनेको कहीँ न कहीँ पोलिटिकल लिडरसिपमा यो सेन्स त इस्टाब्लिस हुनु पऱ्यो नि, ओके यो चाहिँ चाहिन्छ है भनेर। हो, अब त्यस्तै भइदियो भने त होइन धेरै राम्रो हुन्थ्यो हामी जस्तो सबैलाई। भनेपछि अहिले यति बेला चाहिँ एडभोकेसीको खाँचो छ, अब क्लियर ड्यासिङ एडभोकेसीको खाँचो छ। अब एडभोकेसीको नि खाँचो छ। अब मेरो विचारमा चाहिँ अब एक हिसाबले भन्यो भने चाहिँ भित्र गर्न खोजेको मान्छेहरू पनि धेरैजना हुनुहुन्छ होइन, गरिरहनु भएको छ, नगर्ने होइन। हेर्नुहोस् तिनीहरू उहाँहरूलाई क्रेडिट चाहिँ दिनुपर्छ होइन, गर्ने कोसिस जारी नै छ होइन। र आशा छ मलाई कुनै भविष्यमा चाहिँ यो कुरा चाहिँ अलिकति चेन्ज हुन्छ कि जस्तो लाग्छ। अब कार्यक्रमको अन्तिमतिर बनाइसकेका छौँ है। सो वाट नेक्स्ट? अब तपाईँले के सोचिरहनु भएको छ? अहिले तपाईँले एउटा सर्टन लेभलको बिजनेस इस्टाब्लिस गर्नुभयो, प्रोडक्सन सुरु भइसक्यो, मार्केट पनि प्रिटी मच सेट गरिसक्नुभयो, त्यसलाई लगेर सेल गर्ने। वाट नेक्स्ट? अब यसको स्केलअपको कुरा अलिकति जोड्नु भएको थियो, यसपछि के छ तपाईँको प्लान? अब मेरो लक्ष्य त यसलाई नै बढाउँदै जाने हो। यसलाई भन्नाले खग्रास कृषि उद्योग होइन। अहिले एउटा ग्रिन हाउस छ, एउटा ग्रिन हाउस छ, यसपछि अर्को ग्रिन हाउस होइन। अब म मान्छे पनि मेहनती नै हो, लगनशीलता पनि भए हो मान्छे, महत्त्वाकाङ्क्षी पनि हो होइन। सो म नेपाल फर्केर एउटा ग्रिन हाउस एउटा प्रडक्ट चलाउँछु भने त होइन होइन। सो अब बजारले के माग गर्छ त्यो हुन्छ। अब अहिले नै 2 वर्ष काम गर्दाखेरि माग के भइसक्यो भनेपछि तपाईँले चाहिँ हामीलाई 12 महिना सप्लाई दिइरहनु पर्छ होइन। अब मैले अहिले चाहिँ मेरो पहिलो सिजनमा 28 हप्ता दिएँ सामान होइन, अनरेगुलर चाहिँ हरेक हप्ता जस्तो गरेर। यो पालि 34 हप्ता दिएँ होइन। भने तपाईँको अब 35 हप्ता दिएँ खास भन्ने हो भने। अब मोटामोटी लाइक 8.5 देखि 9 महिना भयो होइन। अब 12 महिना चाहियो भने 12 महिना, तर 12 महिना चाहिँला किन अर्को ग्रिन हाउस चाहिन्छ कि मलाई। सो त्यो मिलाउनु पर्छ होइन। सो त्यो एउटा यो एउटा प्रडक्टको लागि भयो होइन। अब बजारमा मागहरू अरू प्रडक्टको नै आइरहेको छ अहिले। रिटेल कस्टमरहरू धेरैले पनि क्याप्सिकम, मोस्टली क्याप्सिकम होइन तपाईँको? अहिले त मेरो कलर क्याप्सिकम त्यो पनि लाइक ग्रिन क्याप्सिकम पनि होइन, कलर क्याप्सिकम मात्रै होइन। कलर क्याप्सिकम तपाईँको 12 महिना सप्लाई गर्न सक्नु पऱ्यो, अर्को ग्रिन हाउस चाहियो। त्यसपछि अब धेरैजनाले तपाईँले क्याप्सिकम मात्रै होइन हामीलाई अरू के दिन सक्नुहुन्छ त
तपाईँको फार्मबाट के आउँछ किनभने यहाँ नेपाली सामानको चाहिँ ठुलो माग छ हेर्नुहोस् नेपाली कृषि सामानको चाहिँ ठुलो माग छ होइन सकेसम्म कति चाहिँ नेपालमा उत्पादन होस् भन्ने चाहिँ मान्छेहरूको इच्छा छ उपभोक्ताको पनि इच्छा छ पसलहरूको पनि इच्छा छ अनि त्यही सँगसँगै हस्पिटल लागेको होटल रेस्टुरेन्टहरूको पनि इच्छा छ होइन हामीलाई सकेसम्म हामीलाई चाहिँ नेपाली सामान नै प्रयोग गर्न मन लाग्छ अब विभिन्न कारणले सबै थोक उपलब्ध छैन विदेशबाटै ल्याउनु पर्छ न्युजिल्यान्डबाट आउँछ अमेरिकाबाट आइरहेछ साउथ अफ्रिकाबाट आइरहेछ इजिप्टबाट आइरहेछ भारतबाट आइरहेछ चाइनाबाट आइरहेछ होइन कति कुराहरू हो यहाँ गर्न सकिन्न म मान्छु होइन तर कति कुराहरू यहाँ गर्न सकिन्छ होइन सो अब मेरो हिसाबमा चाहिँ बजारको माग अनुसार सबै थोक ग्रिन हाउसमै पनि हुन्छ भन्ने पनि छैन अरू चिज पनि हुनसक्ला प्रोडक्टको पोर्टफोलियो बढाउने होइन त्यो भयो भने 1000वटा प्रोडक्ट पोर्टफोलियो 100वटा प्रोडक्ट बनाउने होइन स्पेसिफिक होइन जस्तो मलाई चाहिँ मेन फोकस गर्न मन लाग्यो भने चाहिँ कुन कुरा चाहिँ हामी एकदमै धेरै आयात गर्छौँ नेपालमा र दैनिक उपभोग्यको सामान हो हामी लेमन ग्रास उपभोग गर्छौँ काठमाडौँबाट दैनिक उपभोगको सामान त होइन र यस थोरै सानो सेक्टरमा गर्छ होइन त्यो भन्दा पनि दैनिक जस्तो नेपाली अधिकांश नेपाली भान्साहरूमा प्रयोग हुने चिजहरू जुन चाहिँ हामी एकदमै धेरै विदेशबाट आयात गरेर छौँ त्यो प्रडक्टमा चाहिँ केही नभए पनि हेर्नुहोस् मैले मात्रै गएर नेपाल कृषिमा सेल्फ सफिसियन्ट हुन्छ भनेर छैन तर मेरो सानो भए कन्ट्रिब्युसन भयो र म अस्ति अरू दाजुभाइ दिदीबहिनीहरू लाग्नु भयो भने चाहिँ होइन लाग्ने भन्नाले सानो बारीमा गरेर मात्रै हुँदैन अब हामीले चाहिँ एकदमै लाइक थिङ्क बिग भन्छ नि थिङ्क बिगै गर्नुपर्ने बेला भइसक्यो लाइक कमर्सियल स्केलमै गर्नुपर्ने चाहिँ आवश्यकता भइसकेको छ अब अलिकति बिग पिक्चरमा हेर्दा नि यो कार्यक्रम धेरैले हेर्नु भएको छ अब कतिलाई तपाईँको सुन्दा कृषिमै पनि इन्ट्रेस्ट भइरहेको हुनसक्छ त्यो मोटिभेसन पनि होइन तर ओभरअल नेपालमा अपर्च्युनिटी छैन नेपालमा बजार छैनन् अब अहिले त गर्दा यति धेरै मानिसहरू एभ्रिडे बाहिर गइरहेका छन् कि नेपालमा कन्ज्युमरै छैनन् भन्नेसम्मको गफ गरिन्छ कि बाहिर है नेपालको गभर्मेन्ट सिस्टम होइन नेपालको ब्युरोक्रेसी यो सब चाहिँ खतमै छ यहाँ बसेर कामै गर्न सकिन्न कुनै अपर्च्युनिटी नै छैन भन्ने खालको एउटा भ्रम पालेर बसिरहेको जोसँग रिसोर्स पनि छ आइडिया पनि छ इच्छा शक्ति पनि छ उमेर पनि छ होइन यो सब चिज भएको मेरो निस अडियन्स जसले यो हेर्दै हुनुहुन्छ उहाँहरूलाई तपाईँ के भन्नुहुन्छ अब छोटकरीमा अब तपाईँको अस्ट्रेलियामा बसेको अडियन्स होला विदेशमा बसेर नेपाल इज नट द्याट ब्याड है म त्यस्तो भन्छु यहाँ बस्नलाई काम गर्नलाई इट्स नट द्याट ब्याड हो तपाईँले भने जस्तो होइन एकदमै गोल्डन पिक्चर पनि छैन होइन तर यदि तपाईँ अलिकति अब ठ्याक्कै नेपालीमा उल्टा हुँदैन थिक स्किन भनिन्छ कि होइन अब बाक्लो छाला भन्ने खास ठ्याक्कै कन्टेक्स्ट चाहिँ मिल्दैन तर थिक स्किन छ होइन तपाईँले यहाँ आएर अलिकति यस तपाईँ बिजनेस गर्नु भने तपाईँले अस्ट्रेलियामा पनि गाह्रो हुन्छ नि बिजनेस गर्न सहिलो हुँदैन अमेरिका नि गाह्रो हुँदैन होइन सहिलो हुँदैन होइन यहाँ पनि त्यस्तै नै होस् लाग्छ मलाई चाहिँ है अब गाह्रो अब यस च्यालेन्जेसहरू छ च्यालेन्जेस नभए होइन च्यालेन्जहरू जहाँ पनि हुन्छ हेर्नुहोस् तपाईँले आफ्नो अबुधाबीमा गएर बिजनेस गर्नुहोस् मैले मेरो ग्रिन हाउस अबुधाबीमा पनि गएर बनाउन सक्थेँ सिङ्गापुरमा पनि बनाउन सक्थेँ होला होइन अमेरिकामा पनि गर्न सक्थेँ होइन अब नेपालमा गरिरहेको छु अहिले होइन जहाँ गए पनि हरेक देशको आफ्नो स्पेसिफिक च्यालेन्जहरू हुन्छ होइन अब यहाँ चाहिँ कस्तो छ भने चाहिँ तपाईँको कृषिको क्षेत्रमा चाहिँ मुख्य कुरा चाहिँ तपाईँको अपर्च्युनिटी ठुलो छ है अब मुख्य कुरा मैले भने नि हामी केही यही रेटमा कन्टिन्यू हामी 1 खर्बको कृषिजन्य वस्तुहरू आयात गर्ने पेट्रोलियम भन्दा धेरै चाहिँ त्यहाँ हुनसक्छ होइन अब चामल नै कुरा गर्ने 30 अर्ब 40 अर्बको हाराहारी पुग्दैछ अस्ति हेडलाइन्स मात्रै आएको थियो जनवरी पूर्णिमामा क्वान्टिटी नै 15 अर्बको अब त्यो डेटा कसले फ्याक्ट चेक गरेँ के गरेँ म भन्नु छैन तर हेडलाइन एटलिस्ट त्यो आएको थियो भन्नुको मतलब चाहिँ के भने चाहिँ अपर्च्युनिटी छ अब यहाँ आएर काम गर्नलाई बस्नको लागि इट्स नट द्याट ब्याड है अब यसलाई कन्टेक्स्टमा लिनुपर्छ होइन म 2008तिर आएर होइन काम गर्न खोज्दाखेरि अलिक फरक थियो होइन अब दैनिक जीवन जुन हुन्छ नि त्यो गाह्रो थियो होइन अहिले पनि गाह्रो छ नभए होइन तर पहिलाभन्दा अलिकति सहज भएको जस्तो लाग्छ मुख्य कुरा भनेपछि अब जुन दैनिक उपयोगको सामानहरू भयो होइन बिजुली भयो आदि इत्यादि चाहिँ अलिकति पहिला जस्तो गाह्रो छैन होइन सो अब सहरै भन्ने भनेपछि होइन हाम्रो नयाँ नगर प्रमुख आएदेखि होइन ललितपुर भक्तपुर ललितपुरहरूमा चाहिँ जस बस्नको लागि होइन धेरैले अमेरिकाबाट आएको साथीहरू जो 3-4 वर्षमा फर्किनु भएको छ काठमाडौँ त धेरै लिभेबल भयो भन्छ कि होइन हामीले पनि नोटिस गरिरहेको छौँ होइन जसले राम्रो काम गरिरहेको छ त्यसलाई त भन्नु पऱ्यो नि त होइन सो त्यो हिसाबले चाहिँ इन्क्रिमेन्टल चेन्जेसहरू भएको छैन
भएको छ, सरी इन्क्रिमेन्ट चेन्ज भएको छ। अब त्यो फड्को नै त मारेको छैन हेर्नुहोस् होइन। अब फड्को मार्न त समय पनि लाग्छ, इट टेक्स टाइम होइन। अब विश्वकै तपाईँको इतिहास हेर्ने भने चाहिँ थोरै मात्र देश थर्ड वर्ल्ड कन्ट्रीबाट फर्स्ट वर्ल्ड 20 वर्षमा भएको छन् कि होइन। सबै चिजलाई समय लाग्छ, नलाग्ने होइन। अब हामीले जहिले पनि जे कुरा नि सिङ्गापुर, विदेश, हङकङ, अस्ट्रेलिया, अमेरिकासँग कम्पेयर गर्छ, उनीहरू त अहिले त 20औं वर्ष पनि होइन 100औं वर्षदेखि गरेर हो नि होइन। उनीहरू पनि कुनै पोइन्टमा गरिबै देश थिए होइन, नभए होइन। सो यहाँ अपर्च्युनिटी सेटहरू राम्रो छ जस्तो लाग्छ मलाई चाहिँ बस्नको लागि पनि होइन। अब हो बाटो राम्रो छैन, मेरो सबभन्दा ठुलो कुरा नै त्यही, मलाई सबभन्दा ठुलो खड्को नै त्यही नै छ कि होइन। मेरो सामान ल्याउनुपर्छ दाङबाट होइन, बाटो बिग्रेर बाटो राम्रो नभएर ट्रान्सपोर्टेसन कस्ट बढाएको छ, समय धेरै लाग्छ, कस्टमरहरू कुरिरहनु हुन्छ, 12 घन्टामा आउनुपर्ने सामान कहिलेकाहीँ 24 घन्टा लगाइदिन्छ होइन। मुख्य कुरा बाटो राम्रो नभएर पूर्वाधार अपर्च्युनिटी त्यहाँ देखिन्छ कि जुन नेपाल सरकारले राम्रोसँग दिन सकिरहेको छैन, निजी सेक्टरले गर्न सक्छ कि भनौँ न। नेपाल सरकारले सबै होटेलहरू बनायो भए हाम्रो आज यो यति राम्रो पर्यटन सेक्टर हुँदैन, यो सबै निजी सेक्टरले गराए भएर हो नि होइन। अझै पनि गर्ने अपर्च्युनिटी। सो मेरो विचारमा चाहिँ यसो समग्रमा भन्दाखेरि चाहिँ इट्स नट द्याट ब्याड। हेर्नुहोस् मलाई त्यस्तो लागेर 3.5 वर्ष भयो होइन। अब यहीँ नै जरा गाडी हो भनौँ होइन, गाडी सक्यो, अब यहीँ काम गर्दैछु होइन, गरिराखिँदैछु होइन। तर अरूहरूलाई पनि म भन्छु चाहिँ मुख्य कुरा चाहिँ के भने चाहिँ त्यो ठ्याक्कै एउटा खुट्टा उठाएर दुइटै खुट्टा उठाउनु नै त्यो गाह्रो जस्तो लाग्छ मलाई चाहिँ। त्यसमा चाहिँ अब अलिकति चाहिँ मुटु नै चाहिन्छ जस्तो लाग्छ, चाहिन्छ अलिकति मुटु चाहिँ चाहिन्छ होइन। सबै कुरा टाउकोले सोचेर मात्रै भन्दैन कि लाइक विन्स्टन चर्चिलको अलिकति फेमस सेयिङै छ जस्तो लाग्छ होइन। इट्स नट ओन्ली अबाउट द हेड, इट्स अबाउट द हार्ट टु भनेर भन्छ क्या होइन। अनि एमाजोनको जेफ बेजोसले पनि हेर्नुहुन्छ कति कुराहरू उहाँले नै भन्दै एमाजोनलाई अहिले जुन स्केलमा बनाइयो होइन, कति कुराहरू नम्बर्सले सपोर्ट गरे पनि होइन, त्यो लिप अफ फेथ भन्छ नि, त्यो गर्नलाई इन्फ्लुएन्स गर्नलाई चाहिँ हार्ट पनि चाहिन्छ, इन्टुएसन र त्यो हार्ट पनि चाहिन्छ भन्दै थियो क्या। नेपाल फर्किने पनि त्यही नै हो हेर्नुहोस्। अलिकति हार्टलाई सुन्नुहोस्, हार्टलाई सुन्नै पर्छ होइन, त्यो लाग्नै पर्छ। मलाई नि याद छ JFKमा त्यो प्लेन चढ्नुभन्दा अगाडि मुटु ढुक भएको थियो होइन। अनिखेर त्यो राति हामी 10:30 पाउने 11 फ्लाइट थियो होइन, मुटु ढुकढुकै भएको थियो, के हुने हो कसो हुने हो होइन। अब यहाँ सबै छोडेर त्यो बेलासम्म तपाईँको घरसर बिक्री गरेर सामानहरू आधा सामान त नेपाल आइ पनि सकेको थियो होइन, त्यो लिएर आयो। तर अहिले समग्रमा हामी 3जना, म श्रीमती छोरा 3जना चाहिँ खुसी छौँ। So what is the beauty of living in Nepal? Last question है मेरो तपाईँलाई। माया। So everywhere you can feel माया, परिवार समाज, त्यो चाहिँ बाहिर पोसिबल छैन। यहाँ मेरो विचारमा अब स्ट्रेन्जरलाई नेपालीमा के भन्छ, खासै त्यस्तो शब्दै छैन क्या। स्ट्रेन्जर भने कोही पनि हुँदैन क्या। तपाईँको टोलको पसलले तपाईँको पछि गएर साथी भन्छ, छोरीलाई माया गर्न थाल्छ। त्यो चाहिँ मलाई जहाँसम्म लाग्छ बाहिर पाइन्छ जस्तो लाग्दैन कि मलाई चाहिँ। थ्याङ्क यू सो मच तपाईँको समयको लागि धेरै धेरै धन्यवाद। र तपाईँको यो अन्तर्वार्ता हेरेर मलाई लाग्छ धेरै युवाहरू जो नेपाल जाने बारे सोच्नुहुन्छ उहाँहरूको लागि केही एनर्जी, केही ऊर्जा, केही इन्सपिरेसन मिल्छ होला। थ्याङ्क यू सो मच। धन्यवाद मलाई बोलाउनु भयो। उहाँ हुनुहुन्थ्यो प्रणव लोहनी। आजको यो अन्तर्वार्ता अलिकति इमोसनल पनि थियो र मेरो विचारमा विदेशमा बस्ने म जस्तो तपाईँ जस्तो धेरै मानिसहरूको लागि नेपालमा फर्कौँ केही गरौँ भन्नेहरूको लागि आजको अन्तर्वार्ता एउटा विशेष अन्तर्वार्ता थियो। यो श्रृङ्खला कस्तो लाग्यो आफ्नो प्रतिक्रिया लेख्न नबिर्सनुहोला। अर्को श्रृङ्खलासम्मको लागि आइदिनुहोस्। नमस्कार।